जो मान्छे एकदमै रिच इन्भाइरोमेन्टमा जन्मेछ उसलाई पैसा हुने कुरा सेफ लाग्छ सेफ अनि उसले पैसा नभएको ठाउँबाट पनि पैसा निकालिदिन्छ क्या पछि गएर क्या जो मान्छे चाहिँ गरिबीमा हुर्केको छ उसलाई त्यो जालो तोड्न धेरै गाह्रो छ उसले चाहिँ नि धनीबाट पनि गरिबी नै निकालिदिन्छ सानसानै कुरा गरेर बस्दिन्छ तान्त्रिक हिसाबमा चाहन्छ भने तिम्रो चाहिँ नि के भन्छ स्याटर्नले स्तम्भन शक्ति बोकेको हुन्छ क्या रोकिदिने क्या ढिलो गरेर रोकिदिने तिम्रो चाहिँ लभ लाइफ रोकिदियो 10 इयर्ससम्म चाहिँ तिम्रो मूलाधार चक्र डेभलप भइरहेको हुन्छ मूल आधार भनेको चाहिँ मास्लोज हायरार्कीमा तिमीले चाहिँ नि त्यसलाई म्याप गर्छ भने चाहिँ फिजियोलोजिकल निड्स भन्छ नि त्यतिखेर अनि त्यसलाई धेरै मान्छेहरूले मिसयुज गर्न सक्छन् त्यही भएर आफ्नो नाम नभन्नु भन्छन् ल अङ्कित वेलकम टु अनदर पोडकास्ट थ्याङ्क यू डिस्कसन वाट एभर होइन ल आजको हट टपिक के गर्ने हामीले एस्ट्रोलोजी गर्नु पर्ला ब्रो हुन्छ होइन एकदमै अब एस्ट्रोलोजी सिक्ने स्टाइलले गर्नु पर्ला एकदमै ल के सोच छ ल भने एस्ट्रोलोजी भनेपछि तिम्रो दिमागमा के आउँछ मेरो दिमागमा चाहिँ मलाई त्यस्तो एस्ट्रोलोजीको हुन्छ नि एउटा इनडेप्थ आइडियाहरू केही पनि छैन है अनि एउटा एकदमै मेरो विचारमा चाहिँ जुन अब हामी सानो हुँदादेखि होइन हाम्रो पेरेन्ट्सहरूले जुन एस्ट्रोलोजिकल बिलिफबाट हामीलाई त्यो चिना हेराउन लिएर जाने धेरै जसो होइन हाम्रो यो के भन्छ बाइक नकिन्दै भन्ने यस एक्ज्याक्टली हाम्रो जन्म होइन अरूभन्दा नि लाइक केही इभेन्टहरू इन्सिडेन्टहरू फ्यामिलीमा घट्यो अरू घट्न अगाडि हुन्छ नि एउटा बच्चाको लाइक अब किनकि पेरेन्ट्सहरूलाई त बच्चै हो नि त इम्पोर्टेन्ट होइन गर्दाखेरि के हुन्छ यिनीहरूको पढाइ लाइक बच्चामा पढाइमा हुन्छ नि लोद्धर भयो भने यसको के छ गुरु हुन्छ नि यसको चिनामा के छ ग्रह के भइरहेछ यसको ग्रह कटाउनु पर्ने हो कि लाइक त्यस्तो खालको टर्मिनोलोजी जार्गनहरू युज हुन्थ्यो नि त 100% हो होइन लाइक अब मेरो पनि अब फर इन्स्टेन्स होइन लाइक एकदमै ब्रिफली भन्नुपर्दाखेरि पहिला हुन्छ नि स्कुलमा हुँदाखेरि अरू सानोमा त होइन लाइक क्लास 8-9 एसएलसी आउने क्रममा चाहिँ अलिकति हुन्छ नि बच्चाले सिरियसली पढ्दियोस् यसको राम्रै स्कोर आओस् भन्ने हुन्छ नि त त्यो बेलामा हुन्छ नि सानो यो नेपाली म्याथ यस्तो उहरूमा बच्चामा त्यो हुन्छ नि पढ्न मन नलाग्ने अनि हुन्छ नि त गुरु यसलाई के हो पढ्न मन लाग्दैन यो यसको विषय आइरहेछ होइन पढ्न कसलाई मन लाग्छ र होइन एक्ज्याक्टली त पेरेन्ट्सलाई कहाँ थाहा छ त होइन त्यो एजमा त बच्चाहरूलाई कहाँ पढ्न मन लाग्छ तर पनि हुन्छ नि केही इन्फ्लुएन्स छ कि ग्रहको होइन अनि विच मेक सेन्स लाइक त्यो एजमा एउटा सर्टेन एउटा त्यो चुलबुले एज हुन्छ चकचक गर्ने हुन्छ नि बच्चाहरूको इन्जोय गर्ने एज हुन्छ त्यसमा केही हुन्छ नि इन्फ्लुएन्सै छ कि भनेर त्यो गुरुहरूले अब डक्टरहरूकोमा गयो भने प्रिस्क्रिप्सन दिन्छ नि गुरुहरूले पनि एउटा सर्टेन त्यो हुन्छ नि प्रिस्क्रिप्सन दिए जस्तै हो नि त पेरेन्ट्सहरूलाई यस्तो छ यसलाई यस्तो खालको भनौँ न गाइडेन्सहरू चाहियो भन्नाले प्रेडिक्टिभ एस्ट्रोलोजीको मात्रै नलेज छ एक्ज्याक्टली होइन हो प्रेडिक्टिभ एस्ट्रोलोजी मात्रै इन्ट्रेस्ट छ किनभने त्यहाँनिर आफू जोडिएको हुन्छ नि त आफू पनि जोडेको हुन्छ अनि पहिलादेखि सुन्दै आएको फ्यामिलियर भएको रिजनै त्यही भयो नि त एस्ट्रोलोजिकल टपिकमा हुन्छ नि गयो चिना हेराउन गयो कसले के हुन्छ नि अब स्कुलमा त बेसिकली मलाई याद भएको भनेको त त्योभन्दा अगाडि चिनाभन्दा अगाडि भएको त अलिकति भनेको हरोस्कोप जोडियाक साइन हेर्ने के भन्छ पत्रिकामा बिहान हेर्ने हुन्छ करेक्ट जोडियाक साइन भने थाहा छ ग्रह होइन होला नि त जोडियाक साइन भनेको त ग्रह बस्ने ठाउँ होला नि त ओके होइन अब तिम्रो राशि कसरी निर्धारित हुन्छ होइन मेन भन्दाखेरि चाहिँ तिम्रो मुन छ नि तिमी जन्मिँदाखेरि तिम्रो मुन चाहिँ जुन पार्ट अफ स्पेसमा थियो त्यो पार्ट अफ स्पेसको कारणले गर्दा चाहिँ तिम्रो राशि हुने हो क्या ब्रो ओके भन्नाले अब फेरि यसलाई अलिकति हल्का इलाबोरेट गर त अब जस्तै तिमी घडी थाहा छ होइन घडीमा कतिवटा चाहिँ एनालग घडीमा चाहिँ 1 देखि 12 सम्म हुन्छ होइन अब 12 देखि 1 मा कति डिग्री हुन्छ 360 अनि 360 त 12 देखि 1 मा त तिम्रो कति हुन्छ 5 डिग्रीज हुन्छ 5 डिग्रीज हुन्छ कि कति हुन्छ 5 डिग्रीज हुन्छ 12 टाइम्स 5 भनेको 60 अनि 1 2 3 4 गर्दै जाने हो र 5 डिग्री तिमीले त 12 ले डिभाइड गर्ने होला नि त 360 लाई करेक्ट कति हुन्छ 30 डिग्रीज हुन्छ हैन यस भनिसकेपछि 12 देखि 1 बीचको स्पेस कति डिग्रीको स्पेस भयो त 30 डिग्रीज त्यसै गरी तिमीले अर्थलाई एउटा चाहिँ नि सेन्ट्रल पोइन्ट मान्छौ त्यो घडीको भने 12 देखि 1 चाहिँ मेष
1 देखि 2 को स्पेस चाहिँ तिम्रो ब्रिस गर्दै 12वटा जोडियाक स्पेसलाई चाहिँ हामीले सेग्रिगेट गरेको छौँ इस्ट डिरेक्सनलाई रिफरेन्स 12 मानेर। 12 भनेको हाम्रो जस्तै नर्मल डिरेक्सन सेन्स गर्दा नर्थ हुन्छ भने यहाँ इस्ट हुन्छ। इस्ट अब तिम्रो त्यसरी चाहिँ स्पेसलाई सेग्रिगेट गराएको छ क्या ब्रो। अनि त्यो स्पेसको नाम चाहिँ राशि हो। त्यो स्पेसलाई चाहिँ स्पेस चाहिँ राशि हो। स्पेस चाहिँ अब 30 डिग्री स्पेस चाहिँ तिम्रो राशि भयो। जस्तै अब तिम्रो यदि तिमी जन्मिँदाखेरि चाहिँ सपोज तिमी वृष राशि छौ भने चाहिँ तिम्रो चाहिँ एउटा रिफरेन्स पोइन्टबाट हेऱ्यो भने तिम्रो 1 देखि 2 को बिचमा स्पेसमा मुन भएर अब हातले देखाएर ऊ त्यहाँ छ भन्न त भएन नि त। केही न केही त हुनु पऱ्यो नि त। वृष राशिमा छ भने चाहिँ बुझ्ने मान्छेले ए ऊ जन्मिँदाखेरि चाहिँ उसको चन्द्रमा त्यहाँ रहेछ भनेर चिन्छ क्या। भनेपछि त्यो एउटा सर्टेन मेरो त्यो लुनार क्यालेन्डरको बेलामा भनौँ न मुनको फेजमा मुन चाहिँ मेरो राशिको त्यो जुन स्पेस छ नि त्यहाँबाट 30 डिग्री चाहिँ त्यसको एङ्गुलर इन्क्लिनेसन भयो। त्यतिखेर चाहिँ अब पिन पोइन्ट गर्ने चाहिँ अझै फर्दर नक्षत्र र पदबाट पिन नै पोइन्ट गर्न मिल्छ। त्यो 30 डिग्री भित्र नि कहाँ त कति मिनट कति सेकेन्ड होइन कति मिनट कति सेकेन्ड भन्दाखेरि पनि जस्तै तिमी हेऱ्यौ होइन अङ्कित चन्द्रमा कहाँ छ भनेर भन्यो भने तिमीले के गर्छ ऊ त्यहाँ छ नि यसरी हातले देखाउँछौ नि तिमीले उयो 30 डिग्रीको स्पेसमा छ त भन्दैनौ नि त। त्यो 30 डिग्रीमा पनि कति भित्र प्रिसाइज त भनेर भन्ने कुरा चाहिँ नक्षत्रको पदामा आउँछ क्या। एउटा चाहिँ नि तिम्रो अझै राशिकै हकमा चाहिँ बुझ्ने कसरी यो कुरालाई भने क्लकको एनालोजी भयो होइन। क्लकबाट तिमीले के थाहा पायो भने स्पेसलाई चाहिँ सेग्रिगेट गरेर 12 भागमा बाँडेको चिज हो यो राशि भनेको भन्ने थाहा भयो होइन। अब तिम्रो सूर्य हाम्रो क्यालेन्डर चाहिँ कसरी बनाएको छ भने तिम्रो वैशाख महिना छ नि वैशाख महिना चाहिँ नम्बर 1 महिना हो नि त। त्यो भनेको के हो त एरिज हो। यदि तिमी वैशाखमा जन्मिन्छौ भने चाहिँ तिम्रो चाहिँ नि सूर्य कहाँ पर्ने भयो त एरिजमा। अब एरिजमा कति डिग्रीमा पर्ने भने 30 दिन हुन्छ नि त 30 डिग्री हुन्छ हो 30 दिन हुन्छ 30 डिग्री हुन्छ त्यो स्पेसको डिग्री 30 छ नि त। अब सूर्य तिमी वैशाखको 5 गते जन्म्यो भने चाहिँ तिम्रो लगभग होइन तिम्रो चाहिँ 5 डिग्रीको स्पेसमा तिम्रो चाहिँ सूर्य छ वैशाख 5 मा 5 डिग्री छ तिम्रो भन्ने भयो। सुरुको 4 डिग्री चाहिँ तिम्रो नक्षत्रको पदालाई हेर्ने हो भने 3.2 डिग्रिज हुन्छ क्या लाइक हुन्छ नि एउटा युनिटमा पदाको चाहिँ एउटा युनिटको चाहिँ। सूर्यले चाहिँ डिग्री नै देखाइदिन्छ क्या। 1 दिनमा 1 डिग्री 2 दिनमा 2 डिग्री 3 दिनमा 3 डिग्री गर्दै 365 भन्दा अब 360 भनौँ न राउन्ड अफ गर्दाखेरि तिम्रो 360। अब तर अब तिमी त्यही गरेर जेठमा जन्म्यौ जेठमा जन्मियो भने तिम्रो सूर्य कुन राशिमा हुन्छ त अङ्क 2 नम्बरमा हुन्छ। 2 भनेको वृषमा पर्छ त्यो सेक्टरमा छ सूर्य भनेको चाहिँ सोलर क्यालेन्डर अनुसार। सोलर क्यालेन्डर भन्दा नि हाम्रै क्यालेन्डरको कुरा हो नि त वैशाख जेठ त हामीले मनाउने गरेको कुरा भयो नि त होइन। अब तिम्रो अब भन न अब मानिलिउँ होइन तिमी चाहिँ नि तिम्रो चाहिँ नि बर्थ डेट कहिले छ अरे लेट्स चाहिँ भदौमा छ होइन भने सूर्य कति अङ्कमा हुने भयो त तिम्रो चार्टमा वैशाख जेठ असार साउन भदौ भनेपछि 5 भनेपछि 60 डिग्री 5 भनेपछि तिम्रो भदौ भने चाहिँ नम्बर 5 मा हुने भयो। नम्बर 5 कुन राशि हो? नम्बर 5 भनेको मेष वृष मिथुन कर्क र तुला। कहाँ तुला हैन हैन के हुन्छ मिथुन कर्क पछि के आउँछ सिंह राशि आउँछ। सिंह राशि आउँछ सरी तिम्रो मेष कहाँ छ त सिंह राशिमा छ भनेर त्यसरी थाहा हुन्छ। तिम्रो जन्म महिना भनिदिने बित्तिकै तिम्रो सूर्य कुन राशिमा छ भनेर थाहा हुन्छ। जन्म दिन भन्ने बित्तिकै सूर्य कुन डिग्रीमा छ भनेर थाहा हुन्छ क्या लगभग हैन। अनि जस्तै हैन यो अब यो कस्तो भने एउटा सोलर क्यालेन्डर भयो एउटा सनको पोजिसन हाम्रो राशि अनुसार अर्को मुनको पोजिसन भयो। मुनकोमा त तिम्रो हाम्रो चाहिँ नि के भन्छ प्रथमा द्वितीय तृतीय गरेर 28 दिन चाहिँ नि 27 नक्षत्र छ नि त हाम्रो टोटल नक्षत्र होइन। अब नक्षत्रमा आउँ अनि अघि के भन्यो 30 डिग्री भन्यो हजुर होइन। त्यो 30 डिग्रीलाई चाहिँ 27 वटा नक्षत्रले चाहिँ अझै स्लो लाइक हुन्छ न्यारो डाउन गरेछ क्या भनेको प्रिसिजनमा आयो त्यो। अब अझै मोर प्रिसाइज हुन खोज्यौँ सपोज हामीले 27 वटा नक्षत्रमा बाँडेपछि अब एरिजकै लिने हो भने होइन एरिजकै एक्जाम्पल लिने हो भने तिम्रो
सुरुमा तिम्रो 30 डिग्रिज एरिज भयो होइन अब त चन्द्रमा 30 डिग्री स्पेसमा चाहिँ कहाँ छ त ठ्याक्कै भनेर भन्दाखेरि चाहिँ एउटा नक्षत्रको चाहिँ 13.2 डिग्रिज हुन्छ क्या ब्रो 13.2 डिग्रिजलाई तिमीले मल्टिप्लाइड बाई 27 गऱ्यो भने 360 भेट्छौ क्या अब यसमा है पक्कै म हल्का कन्फ्युज भयो होइन तर यदि मैले बुझ्ने हो भने लाइक यो चाहिँ कस्तो तिमीले भन्न खोजे जस्तो लाग्यो भने अब हामीले मुनको पोजिसन त्यो स्पेसमा हामीले हेरिरहेछौँ होइन अहिलेको एक्जाम्पलमा होइन अनि चाहिँ त्यसमा अब हाम्रो नक्षत्र भनेको कन्स्टिलेसन हो नि त होइन नक्षत्र भनेको स्पेस इन द स्पेस टाइपले सेग्रिगेसनै हो कन्स्टिलेसनै हो होइन तर त्यसको प्रिसाइज मिनिङ चाहिँ के हो भन्दाखेरि अब त्यो कहाँ छ त कन्स्टिलेसन हुन्छ नि त्यही एक्ज्याक्टली त्यो कन्स्टिलेसन चाहिँ त्यो स्पेसको रिफरेन्समा कहाँ छ स्पेस र मुनको बिचमा हो कि के हो मुन त तिम्रो एउटा मुनलाई फाल्दै नि हुन्छ मार्स ल्याइदिए नि हुन्छ स्याटर्न ल्याइदिए नि हुन्छ तिमी एउटा कोठामा त जो पनि आउन पायो नि त एउटा स्पेसमा त अहिले चाहिँ हामीले स्पेसलाई नै न्यारो डाउन गर्न खोजिरहेको कुरा हो क्या यो पहिला तिमीले 108वटा डिभिजन त चिन्नु पर्यो नि त हेर्ने बित्तिकै आकाशमा 27वटा नक्षत्रको 4वटा पदा हुन्छ त्यो 360 लाई हामीले 108 डिभिजनमा बाँडेछौँ क्या राशि चाहिँ ठुलो सेक्टर हेरेको वृष राशि भन्यो भने तिम्रो के भयो 30 देखि 60 डिग्रिज भयो त्यो 30 देखि 60 डिग्रिज भित्र कहाँ त सब युनिट चाहिँ नक्षत्र हो क्या अझै अब त्यो नक्षत्रलाई चाहिँ 13.2 डिग्रिजमा को स्पेस लिएर बसेको हुन्छ एउटा नक्षत्रले है एउटा नक्षत्रले 13.2 डिग्रिजको स्पेस लिएर बसेको हुन्छ अश्विनी भरानी कृतिका यदि तिमीले हेर्छौ भने 13.2 स्पेसमा बसेको हुन्छ अब तिमीलाई मैले अब तिम्रो एक्जाम्पलमा होइन अहिलेको एक्जाम्पल एरिजमा छ भन्यो नि त मुन होइन कहाँ भनेर सोधेन भरानी नक्षत्रमा भन्यो भने के हुन्छ त्यो 13.2 डिग्री पछिको नक्षत्रमा भइसकेपछि त्योभन्दा 13.2 डिग्री प्लस अर्को 13.2 डिग्री गर्दाखेरि कति भयो 26.4 होइन भनेपछि 13.2 र 26.4 डिग्री भित्र छ भन्ने प्रिसिजन आयो क्या होइन अब मोर प्रिसाइज भयो अघि भरानी नक्षत्रमा तिम्रो चन्द्रमा छ भन्नु र एरिजमा चन्द्रमा छ भन्नुमा कति डिफ्रेन्स छ त एकदमै होइन अब के भने त्यो पनि बिग इनफ स्पेस भयो अझै त्यसलाई न्यारो डाउन गर्नु पर्यो हामीले होइन अब तिम्रो भराइनीमा त हामीले भन्यौँ होइन अब 13.2 देखि 26.4 डिग्री बिचमा भन्यौँ अब फर्दर सब डिभिजन के ल्याएर आएको छ भने एउटा नक्षत्रको 4वटा सब डिभिजन हुन्छ पदा हुन्छ क्या एरिजको पहिलो पदा एरिजको सेकेन्ड पदा के अरे अश्विनी नक्षत्रको पहिलो पदा अश्विनी नक्षत्रको दोस्रो पदा तेस्रो पदा र चौथो पदा भइसकेपछि अश्विनी नक्षत्र सकिन्छ भरानी नक्षत्रको पहिलो पदा आउँछ भनेपछि 13.2 डिग्रिजलाई यदि तिमीले 4 ले डिभाइड गर्यो भने 3.2 डिग्रिज आउँछ क्या है होइन सब डिभिजनमा गयो अब तिमीले चाहिँ नि अब मेरो मुन कहाँ छ त त्यहाँनिर भरानीमा भन्ने सोध्यो नि मैले तेस्रो पदा भन्यो भने के भयो त्यो न्यारो डाउन भयो नि त त्यहाँ कति न्यारो डाउन भयो त 3.2 डिग्रिज प्रिसिजनमा हेर्न मिल्यो त्यो चिजलाई त्यसरी चाहिँ एस्ट्रोलोजीको स्पेस सेग्रिगेसन गरिएको छ होइन कतिवटामा 108वटा हुन्छ तिमीले टोटल त्यहाँनिर त्यो चाहिँ स्पेस सेग्रिगेसन हो अब मान्छेहरूलाई चाहिँ अर्को एस्ट्रोलोजीको टर्ममा नवाङ्स भन्ने सुन्यो होला कता नमानी हुनसक्छ सुने जस्तो नि लाग्छ तर त्यस्तो आइडिया छैन अब तिम्रो यत्रो कहानी भन्नलाई होइन फोटोले मात्रै भनिदिनु मिल्छ क्या एउटा बर्थ चार्ट र एउटा नवाङ्स भयो भने तिम्रो दुईवटा चाहिँ नि त्यो चार्ट हुने बित्तिकै तिम्रो कुन नक्षत्रको चाहिँ नि कुन पदामा छ भनेर भनिदिनु मिल्छ क्या जस्तै फर इक्जाम्पल तिम्रो यदि तिमीले 30 डिग्रीलाई 9 ले डिभाइड गर्छौ भने तिम्रो 3.2 नै निस्किन्छ क्या अंश अनि तिम्रो 4वटा राशिमा यो कम्प्लिट हुन्छ होइन एरिज अनि त्यहाँबाट तिम्रो चाहिँ नि के भन्छ टरस होइन जेमिनाई र क्यान्सर यो चाहिँ नि तिम्रो मेषदेखि कर्क राशिभित्रमा चाहिँ तिम्रो फेरि यो 4वटा राशि किन चाहिँ नि अलिकति बुझ्न जरुरी छ भने एरिज भनेको फायर एलिमेन्ट होल्ड गर्छ होइन है टरस तिम्रो चाहिँ नि वृष राशि भनेको वृष नाम सुन्दै अर्थ होइन तिम्रो थर्ड भनेको जेमिनाई एयर
राशि हावाको होइन 4 क्यान्सर चाहिँ पानी हो क्या अनि त्यसपछि फेरि सबै त्यही रिपिट हुने हो त्यसपछिबाट फेरि तिम्रो 5th राशि तिम्रो चाहिँ नि के भन्छ सिंह राशि तिम्रो फायर हुन्छ होइन त्यसपछि चाहिँ नि को राशि तिम्रो चाहिँ नि अर्थ हुन्छ वर्गो होइन त्यसपछि तिम्रो त्यो के अरे तुला राशि हाम्रो चाहिँ नि ऊ हुन्छ के अरे एयर हुन्छ र चाहिँ तिम्रो स्कर्पियो चाहिँ तिम्रो फेरि वाटर साइन हुन्छ अनि त्यसपछि फेरि रिपिट हुन्छ क्या भनेपछि लाइक होइन अब एउटा मैले क्वेसन सोधेँ ल जस्तै यदि म वृष राशिको भनेपछि यदि क्यान द्याट डिफाइन हुन्छ नि मेरो यो एलिमेन्ट म अर्थ एलिमेन्टको भन्न मिल्छ कि त्यो डिफ्रेन्ट कुरा हो वृष राशि भनेपछि चाहिँ तिम्रो मुनबाट चाहिँ हामीले राशि हेर्छौँ एउटा मुनको पोजिसनबाट वृष राशिमा सबै ग्रह आउन पाउँछन् तिम्रो चाहिँ बृहस्पति पनि वृषमा हुनसक्छ होइन तिम्रो स्याटर्न पनि हुनसक्छ मार्स यु नेम इट लाइक एनी प्लानेट क्यान कम इन हियर वृष राशि किनभने त्यो स्पेस हो त्यो स्पेसमा त जो पनि आउन पायो नि त अब त्यो वृष राशिमा चन्द्रमामा जति पनि जन्मेछन् होइन हुनेमा अब वृष राशि कहाँ त कुन कन्स्टलेसनमा कुन कन्स्टलेसनको कुन पदामा पहिला चाहिँ कस्तो हामीहरूको पहिला होइन अहिले पनि के सिस्टम छ भने तिम्रो राशि तिमीले त्यो न्वारानको नाम किन भन्नु हुँदैन भने सबै पदालाई कोड गरेको छ लेटरले बुझ्यौ अब कसैको नाम चाहिँ नि दोलप्रसाद हुन्छ भने उसको दो भन्ने अगाडिको कोड छ नि भन्ने बित्तिकै रेवती नक्षत्रको यो पदा भनेर चिनिन्छ क्या उसको चन्द्रमाको पोजिसन चिनिन्छ त्यो चन्द्रमाको पोजिसन चिन्नु भनेको धेरै इम्पोर्टेन्ट कुरा हो त्यही भएर चाहिँ तिम्रो नाम भन् त अर्थ आयो होला नि त अब अब बल्ल मिनिङ आयो क्या त्यो कुनै पनि नाम भन्दाखेरि होइन त्यसरी चाहिँ नि कोडेड गरे हुन्छ भित्र अब यो 4-4वटा राशिको जुन छ नि त्यसमा अब जस्तै 1 देखि 4 सम्ममा एउटा नक्षत्र नवांशको चाहिँ नि सबै सकिन्छ होइन नवांश भनेको चाहिँ के हो अलिकति 9th डिभिजन होइन भनेको चाहिँ अब तिम्रो 3.2 डिग्रिज टाइम तिमीले 9 गऱ्यो भने कति आउँछ 30 डिग्रिज आउँछ 30 डिग्रिज होइन अब यो किन जरुरी छ भन्दाखेरि अब तिम्रो स्पेस सेग्रिगेसन यसको अरू पनि धेरै चिजहरू छ तर मेन कुरा चाहिँ तिम्रो नक्षत्रको पदा नेल डाउन गर्न मिल्छ क्या त्यो नवांश हेर्ने बित्तिकै जस्तै तिम्रो भनौँ न होइन मानौँ होइन तिम्रो चाहिँ नि के भन्छ भरानी नक्षत्रको चाहिँ नि दोस्रो पदामा तिम्रो चाहिँ नि चन्द्रमा छ अरे होइन अब त्यो डिटेल त मैले तिम्रो बर्थ चार्टमा हेरेर त पाउन मिल्दैन बर्थ चार्ट त 12वटा राशि लेखा हुन्छ तिमी त 2 अङ्कमा चन्द्रमा मात्र लेख्दा हुन्छ सक्यो त्यो 30 डिग्रीमा कहाँ छ त अब नेल डाउन गरेर भित्र भन्दाखेरि ठक्कै भन्दाखेरि चाहिँ नवांश हेर्नुपर्छ क्या अब चाहिँ नवांश चाहिँ तिम्रो कस्तो भने 1 2 3 4 5 6 7 8 9 गरेर सेलेक्ट गरेको हुन्छ राशि होइन है अब अलिकति बुझ्न गाह्रो होला यो अलिकति डिप छ अलिकति चाहिँ डिप छ क्या अलिकति डिप त्यो ऊ त होइन त्यो हाम्रो यस्तो एउटा त्यो चिनामा यस्तो हुन्छ नि एउटा ट्रायंगल बक्स एन्ड ट्रायंगल हो त्यो बक्स एन्ड ट्रायंगल चाहिँ 12 वटा हुन्छ क्या त्यहाँ त्यो हो नवांश होइन त्यो चाहिँ नवांश हैन त्यो चाहिँ स्पेस हो त्यो चाहिँ यस त्यो द्याट्स योर स्पेस 12 पार्ट इज योर स्पेस त्यो स्पेसमा जब चन्द्रमा त्यो बक्समा चन्द्रमा हाल्नु र त्यो आकाशमा चन्द्रमा देखाउनुमा केही फरक छैन क्या नवांश भनेको चाहिँ बेसिकली एउटा ग्राफ जस्तो भयो त्यहाँ प्लटहरू भयो होइन नवांश भनेको चाहिँ तिम्रो 9th डिभिजन भयो होइन जसरी तिम्रो बर्थ चार्टमा स्पेस छ नि त्यहाँनिर 30 त्यही नै बक्स हुन्छ क्या अर्को त्यस्तै होइन त्यो तिम्रो लग्नको बक्सहरू भएको बक्स होइन तिम्रो मेन चार्टको बक्स र नवांशको बक्स हेरिसकेपछि तिम्रो चाहिँ के भन्छ एक्ज्याक्ट पोजिसन कहाँ थियो त तिम्रो चाहिँ नि चन्द्रमा भनेर पत्ता लगाउनु भन्छ दुईवटा बक्सबाट विदाउट सेइङ एनिथिङ नो नम्बर्स नथिङ जस्ट बाई द पिक्चर्स होइन त्यसरी चाहिँ तिम्रो त्यो तिम्रो चाहिँ नि के भन्छ त्यो ग्रह चाहिँ ठ्वाक्कै त्यहाँ थियो भनेर भनिदिनु मिल्यो क्या त्यो 3.2 डिग्री भित्रमा छ भनेर भनिदिनु मिल्छ क्या भन्नुको अर्थ कसरी आयो भने अघि तिमीलाई मैले बुझाएको थिएँ नि 30 डिग्री हो भनेर होइन एरिजको 30 डिग्री भयो होइन अब 30 डिग्रीमा तिम्रो चाहिँ नि कति भित्र त भन्दाखेरि सपोज तिम्रो चाहिँ नि नवांशमा चाहिँ नि तिम्रो वृष राशिमा 2 नम्बरमा चाहिँ नि तिम्रो चन्द्रमा छ अरे होइन वृषमा एरिजमा तिम्रो 1 नम्बरमा छ उता वृषमा छ भनिसकेपछि एरिज छ नि जुन एरिजमा तिम्रो वृष राशिमा भनेर भन्दाखेरि त तिम्रो चाहिँ नि फर्स्ट 30 डिग्रिज भित्र पर्यो त्यो त थाहा भयो
अब 30 डिग्रीमा उता ब्रिज भनिसकेपछि ब्रिज कहाँ आउँछ 3.2 डिग्रीको अंश हुन्छ नि त। यदि एरिज भइदियो भएर चाहिँ त्यो 3.2 डिग्रीमा हुन्थ्यो। अब टरस भइसकेपछि चाहिँ 3.2 देखि 6.4 डिग्री बिचमा भयो भने थाहा भयो क्या। ओके, किनकि त्यो अब यतातिर भयो भने त एक्सिड गऱ्यो नि त त्यसले त्यो जुन भ्याल्यु। अब त्यसरी चाहिँ तिम्रो नवाङ्स चाहिँ हेरिन्छ ब्रो। होइन, अब यसको प्रेडिक्टिभ पोइन्ट धेरै छ। प्रेडिक्टिभ एस्ट्रोलोजी भनेको स्ट्याटिस्टिकल मोडल हो होइन। पहिला त्यही नक्षत्रको पदमा जन्मिने धेरै मान्छेको चाहिँ नि जीवनलाई अध्ययन गरिसकेपछि चाहिँ यस्तो हुने रहेछ है भनेर भन्ने कुरा हो कि त्यो। अनि यसमा है त्यो ठिक छ होइन। अनि जुन यो हाम्रो अब बर्थ चार्टहरू उ गर्ने बेलामा होइन, जुन तिनीहरूले प्रिपेयर गर्ने बेलामा जुन हाम्रो डेट अफ बर्थ अनि कुन लोकेसनमा जन्मेको होइन, अनि अल द वे टु त्यो स्पेसिफिक कुन टाइममा जन्मेको पनि उ गर्छ नि, त्यसले चाहिँ कसरी उ गर्छ लाइक तिमीले एचिभ गर्न खोजेको चाहिँ त्यहाँनिर तिमी ठ्याक्कै जन्मिँदाखेरि चाहिँ स्पेसको कुन सेक्सनमा कुन कुन ग्रहहरू थियो भनेर हेर्न खोजे हो नि त। त्यही हो नि त तिम्रो बर्थ चार्ट। तिमी जन्मेको प्रिसाइज टाइममा चाहिँ जस्तै तिम्रो चाहिँ के भन्छ मुन कहाँ थियो, अब स्याटर्न कहाँ थियो त, 9 प्लानेट छ नि त यहाँनिर होइन। अब लाइक तिम्रो हेर्ने हो भने राहु र केतुलाई छोड्ने हो भने नर्थ नोड र साउथ नोड अफ मुनलाई तिमीले छोडिदिने हो भने तिम्रो चाहिँ 7वटा ग्रह चाहिँ कहाँ थियो त भनेर हेर्नलाई हो। त्यो कहाँ थियो, स्पेसको कुन ओरिएन्टेसनमा थियो त। त्यो गर्नलाई तिम्रो ल्याटिट्युड लङ्गिट्युड टाइम जम्मै चाहिएन त, रिफरेन्स पोइन्टबाट हेर्नलाई त जम्मै नै चाहियो नि त। अब यहाँ मैले भर्खर एउटा इन्ट्रेस्टिङ कुरा सुने है, जुन तिमीले राहु र केतु भन्यो नि त्यसलाई तिमीले किन लाइक नर्थ र साउथ अफ मुन भन्यो नि, त्यो पोलारमा भएको भएर त्यसलाई नदेखिने हो कि के? होइन, त्यहीँबाट त्यही पोइन्टबाट ग्रहण लाग्छ क्या। त्यो एक्सट्रिमिटिज अफ मुन हो क्या। राहु भनेको चाहिँ एक्सट्रिमिटिज अफ मुन भनेको इमोसन हो। अब्सेसन पोइन्ट भनेको राहु हो होइन, इमोसनल एस्पेक्टबाट हेर्दाखेरि चाहिँ। र डिट्याचमेन्ट पोइन्ट इग्नोरेन्स पोइन्ट भनेको चाहिँ केतु पोइन्ट हो क्या। जब तिम्रो मुन र केतु सँगै हुन्छ त्यहाँ तिम्रो इमोसनमा धेरै डिट्याचमेन्ट, मोस्ट अफ द लाइक साइकोप्याथ्सहरूको चाहिँ नि सोच कसैको इमोसनको वास्तै नहुने वा एक्सट्रिम अमाउन्ट भने त्यो चाहिँ दुईवटा पोइन्ट हो, रिफरेन्स पोइन्ट। जब त्यहाँ मुन त्यहाँ छ भने चाहिँ त्यसरी त्यो प्रेडिक्टिभ पार्ट छ त्यो भयो होइन। हेर्दाखेरि चाहिँ तिम्रो नर्थ नोड र साउथ नोड दुईवटा ग्रहण लाग्ने ठाउँहरू हो क्या। होइन, अब प्रेडिक्टिभ पार्टको कुरा गर्दाखेरि मान्छेलाई धेरै इन्ट्रेस्टिङ लाग्छ। मलाई चाहिँ प्रेडिक्टिभ पार्टमा खासै धेरै इन्ट्रेस्ट छैन होइन। म हेर्छु पनि तर प्रेडिक्सन त अब नेचुरल हामीहरूको टेन्डेन्सी नै भयो होइन। अब शनि यहाँ आउँदा के हुन्छ, राहु 7.5 लाग्दा के हुन्छ एन्ड एभ्रिथिङ त भइहाल्यो। तर मलाई चाहिँ यसको लाइक त्यो जसरी यो कन्स्ट्रक्ट गरिएको छ नि त्यो कन्स्ट्रक्टको इम्प्लिकेसनहरू धेरै इन्ट्रेस्टिङ लाग्छ क्या। जस्तै तिम्रो नाम भन्ने बित्तिकै मैले तिम्रो नक्षत्रको पता कहाँनिर छ भनेर थाहा पाउने, थाहा पाइसकेपछि त्यसपछि तिम्रो जीवन कस्तो हुनसक्छ त भनेर प्रेडिक्ट गरिदिने होइन, आफ्नो चाहिँ नि हिसाबमा क्या एउटा चाहिँ नि पोइन्ट अफ भ्यूमा। भनेपछि मुनले चाहिँ तिम्रो जहिले पनि इमोसनल एस्पेक्ट चाहिँ नि बेहोर्छ क्या, लाइक हुन्छ नि देखाउँछ क्या। अनि तिम्रो त्यो इमोसनल अनि तिम्रो ग्रहको दशा सुरु पनि त्यही अनुसारले हुन्छ भनिसकेपछि तिम्रो लाइफ एउटा मोडलमा चलिरहेको नि त। त्यहाँ तिम्रो आफ्नो इनर्जी त फेरि चलिरहेको छ क्या होइन। अब तिम्रो इनर्जी कति युनिभर्ससँग सिङ्क हुन्छ एन्ड एभ्रिथिङ, त्यहाँ धेरै कुरा छ। तर कस्तो फेसिनेटिङ कुरा हो कि लाइक एउटा मान्छेको होइन यो जुन अब भन्छ नि डेट अफ बर्थ लोकेसन यो सबै गरेर जुन हाम्रो चिना बन्या हुन्छ होइन, त्यो सबै हेरेर लाइक इट इज अल रिटन डाउन देयर के कि यो मान्छेको लाइफस्टाइल कस्तो छ, यो मान्छेको हुन्छ नि एउटा चाइल्डहुडदेखि लिएर एउटा ओल्ड एजसम्ममा प्याटर्न के हो, त्यो प्याटर्न चाहिँ अब लाइक भनेर कस्तो फेसिनेटिङ लाग्यो क्या मलाई। त्यो धेरै फेसिनेटिङ छ बुझ्ने हो नि होइन। अब खालि आफूलाई मलाई के हुन्छ अनि मेरो चाहिँ नि लाइफमा चाहिँ नि के भन्छ अहिलेको चाहिँ नि बिहा हुन्छ कि हुँदैन वा चाहिँ बच्चा पाइन्छ कि पाइँदैन होइन, मेरो खालि त्यो स्वार्थको हिसाबले हेर्ने एस्ट्रोलोजी भनेको त्यो चाहिँ नि प्रेडिक्टिभ त्यो चाहिँ नि हिसाबको हो होइन। मलाई चाहिँ त्यसमा भन्दा फेसिनेटिङ लाग्ने पोइन्ट चाहिँ के हो भने त्यसलाई जसरी कन्स्ट्रक्ट गरेर एउटा मान्छेलाई चाहिँ भनौँ न एउटा सर्टेन प्याटर्नमा चाहिँ नि गुज्रिरहेको छ भनेर यदि अब्जेक्टिभली तिमीले देख्न सक्छौ भने चाहिँ र मल्टिपल एक्जाम्पल ग्यादर गर्न सक्छौ भने चाहिँ त्यो चिजले धेरै अर्थ राख्छ क्या।
हो मलाई पनि लाइक त्यो प्रेडिक्टिभ भन्दा पनि पहिला चाहिँ अब बच्चा हुँदाखेरि त्यो कसैले कोही प्रेडिक्ट गर्थ्यो भने त यो त हुन्छ नि मेन्टलिस्ट हो जस्तो लाग्ने होइन त्यो खालको फेसिनेसन हुन्थ्यो अहिले आएर चाहिँ त्यो लाइक साइन्स ब्याकग्राउन्ड भएको भएर होइन लाइक अब यो हुन्छ नि अब मुन छ अरे माथि होइन अब हाम्रो लुनार क्यालेन्डर अनुसारको जुन हाम्रो राशिफलहरू हुन्छ होइन त्यसले अब हुन्छ नि एउटा सर्टेन क्यारेक्टरहरू डिफाइन गर्छ मान्छेको त्यो मान्छेको राशि हुन्छ नि के हो भनेर अनि लाइक त्यो मुन छ माथि अब मुनको फेज चेन्ज हुँदाखेरि मान्छेको त्यही अनुसारको इमोसनहरू चेन्ज हुने म चाहिँ यस्तो कुराहरू क्या त्यो साइन्स र यो एस्ट्रोलोजीको जुन एउटा कम्बिनेसन छ नि एस्ट्रोनोमी र एस्ट्रोलोजी भनौँ न अब यहाँ धेरैजना रिसाउँछन् एस्ट्रोनोमीलाई जोड्यो भने चाहिँ एस्ट्रोलोजीसँग होइन अब लाइक यसमा चाहिँ यो चाहिँ कस्तो भने ह्युमन बिहेभियर चाहिँ प्रेडिक्टेबल छैन होइन अब यहाँ कुरा के हो भने कोक र पानी राख्यो भने मान्छेले कोकै उठाउँछ भने जस्तो हो क्या अनदर वान बाइट डस्ट भन्ने थियो नि एउटा होइन किनभने त्यो पर्टिकुलर सिचुएसनमा तिमीले त्यही नै गर्छौ होला भन्ने कुरा हो नि त अब तिमीलाई प्रेसर दिएपछि तिमी नर्भसै हुन्छौ होला भन्ने कुरा हो नि त त्यो कस्तो हुन्छ नि कतिलाई त ल हो त त्यो अभियसै हो नि भन्ने त्यो अभियसनेसमा त्यो सोच दिन्छन् तर ह्युमन कम्प्लेक्स हुन्छ नि त पर्मिटेसन एन्ड कम्बिनेसन नै तिम्रो 9वटा प्लानेट 12वटा ग्रह 108वटा नक्षत्रको स्पेसको कति होला त कति हुन्छ अनि त्यो सबै एनालाइज गरेर प्रिसाइज भन्न सक्छौँ होला त हामीले एउटा त सर्टेन एउटा त्यो सबै त कहाँ ऊ हुन्छ र तर एउटा कति सायद भनौँ न एउटा कति हायर लेभलमा त लाइक मिलेकै हुन्छ जस्तो लाग्छ होइन त्यही मिलेकै छ भनेर भन्ने कुरा नि त्यही अनदर वान बाइट डस्ट भने जस्तो त्यो त्यति पनि मिल्नु भनेको धेरै फेसिनेटिङ हो क्या विच इज नट डिफाइन्ड बाई अहिलेको मोडर्न साइन्स एट अल क्या मोडर्न साइन्सले यो कुरामा रिसर्चै गरेको छैन होला नि त फेरि गरेको पनि छैन द्याट्स राइट होइन मोडर्न साइन्सले तिमीले एउटा मान्छेलाई कसरी जज गर्न मिल्दैन भने लाइक उसले गरेको कुरा के निकालेको छ त मोडर्न साइन्स भनेको कस्तो छ नि हो बच्चा लेभलले पनि त्यही हो भन्नु पऱ्यो बुढोले पनि हो भन्नु पऱ्यो इट्स दोज आर फ्याक्ट्स हो नि त होइन ह्युमन लाइफमा त्यसरी फ्याक्ट कसरी निकाल्न मिल्छ यस्तो भास्ट छ लाइक यति कम्प्लेक्स छ होइन यहाँ तिम्रो मनोदशा कस्तो छ भनेर ह्युमन उसले निकालेको छ साइकियाट्रिस्ट साइकोलोजी निकालेको छ नि त होइन लाइक त्यहाँ त छ नि त तिनीहरू प्रिसाइज हुन सक्छ नि त तिनीहरूले डिजिज क्योर गर्न सक्छ नि त साइकोलोजिकल गर्न सकेका छ नि त उनीहरूले पनि एउटा सर्टेन स्ट्याटिस्टिक्सहरू प्रिडिक्सन गर्ने त हो नि प्रिडिक्सन गर्ने हो अनि त्यो 100% एक्युरेट चाहिँ ह्युमन लेभलमा हुन गाह्रो छ क्या लाइक त्यो ऊहरू अब मेडिकल साइन्स एकदमै विकसित भएको छ होइन नेक्स्ट लेभलमै खतरा भएको छ अब त्यसले अहिले सबै म्याक्सिमम् डिजिजहरूको क्योर गर्न सक्छ होइन किनभने त्यो मेकानिजम त्यसरी नै चलेको छ नि त साइन्स चाहिँ 100% चाहिन्छ क्या 90% पनि भयो भने त्यसलाई साइन्स मान्न गाह्रो हुन्छ क्या होइन अब एउटा औषधि खाए अरे देयर इज 90% युल सर्भाइभ 10% युल डाई भन्दैन मान्छेलाई त्यो अलरेडी कस्तो हुन्छ नि सिग्निफिकेन्ट फियर हुन्छ क्या 10% त म त जान्छु नि त म हुन्छ नि खाम कि नखाम त्यो औषधिले ज्वरो झार्छ नि भन्ने सबैलाई झार्छ त ह्युमन आउने बित्तिकै त्यो ह्युमन फ्याक्टर जोडिने बित्तिकै त्यो स्टार्टमा जान्छ क्या एकदमै पोसिबिलिटिज हाई हुन्छ होइन तर टेन्डेन्सी एउटा प्याटर्न भन्ने कुरा मात्रै हो क्या त्यो हुन्छ नि त्यो लाइक समराइज गर्नु पर्दाखेरि चाहिँ कस्तो भने तिम्रो 12वटा राशि भनेको 12वटा स्पेस हो हामीले 30 डिग्रिजमा डिभाइड गरेछौँ होइन अनि त्यो स्पेसको अन्तर्गतमा चाहिँ नक्षत्र आउँछ सब डिभिजन गऱ्यौँ हामीले त्यो 30 डिग्रिजलाई पनि तिम्रो 13.2 डिग्रिजको नक्षत्र बनाएर जुन 27वटा छ होइन अनि त्यहाँबाट त्यसपछि त्यो 13.2 डिग्रिजलाई पनि प्रिसाइज बनाउनलाई त्यसलाई स्टिल 4 भागमा डिभाइड गऱ्यौँ त्यसलाई चाहिँ हामी पदा भन्छौँ जस्तै अश्विनी नक्षत्रको पहिलो पदा अश्विनी नक्षत्रको दोस्रो पदा तेस्रो र चौथो भनेको अश्विनी नक्षत्रको चौथो पदा भन्यो भने के बुझ्नु पर्यो त त्यहाँ भनेपछि त्यो अझै फाइनल कति त 3.2 लाई 3 चोटि पहिला जोडेर कति भयो 9.6 भनेको 10 डिग्रिज भयो होइन भनेपछि 10 देखि 13.2 डिग्रिजको बिचको स्पेस भन्ने थाहा भयो नि त अश्विन नक्षत्रको चाहिँ नि अनि त्यो पर्टिकुलर डिरेक्सनमा एरिज डिरेक्सनमा भन्ने थाहा भयो भनिसकेपछि तिमीले एउटा चाहिँ नि कहाँ वरिपरिको स्पेसमा कहाँ भनेर अब यही रुमलाई तिमीले चाहिँ नि राशि
र चाहिँ नक्षत्र अनि पदामा डिभाइड गर्न मिल्छ क्या। यदि एरिज त्यो सिधा हो भने मैले यहाँ देखाएँ भने तिमीले के भन्ने त यसलाई, अब यो यति एङ्गलमा भएको त कति डिग्रिजमा भन्ने त। अब यहाँ नक्षत्र र पदा भन्यो भने त ठ्याक्कै थाहा हुने भयो नि त कहाँनिर भनेर। त्यो चाहिँ औँलाले पोइन्ट गर्ने ठाउँहरू हुन् क्या नक्षत्र पदा भने चाहिँ। अनि अब त्यहाँ आएर ग्रह बस्तिन्छ भने चाहिँ अब त्यो चाहिँ मुन त्यहाँ छ अनि अब स्याटर्न त्यहाँ छ यो नक्षत्रको यो पदामा, अनि तिम्रो सन त्यहाँ छ यो नक्षत्रको यो पदामा, अनि त्यहाँबाट तिम्रो चाहिँ नि बृहस्पति त्यहाँ छ यो नक्षत्रको यो पदामा भन्यो भने तिमी जन्मिँदाखेरि चाहिँ प्रिसाइज ग्रहहरू चाहिँ कहाँ छ भनेर भन्ने चाहिँ नि पत्ता लगाउँछ त्यसरी हो। ओके होइन, त्यो स्पेस डिफाइन गरेको। अनि मुनको नक्षत्रको पदाबाट चाहिँ हाम्रो नाम राख्ने चलन छ। अनि त्यसले चाहिँ किन सिग्निफिकेन्स होल्ड गर्छ भन्दाखेरि चाहिँ हामीहरूको पद्धतिमा चाहिँ त्यो भन्ने बित्तिकै तिम्रो मनोदशा थाहा हुन सक्ने चान्स हुन्छ क्या। अनि त्यसलाई धेरै मान्छेहरूले मिसयुज गर्न सक्छन्, त्यही भएर आफ्नो नाम नभन्नु भन्छन्। लाइक करेक्ट, द्याट्स योर सिक्रेट है, तिम्रो नाम भनेको तिम्रो सिक्रेट। तिमीले त आफ्नो जन्मिँदाखेरि मुन कहाँ थियो भनेर रिभिल गरेर त्यो नाम भन्नु भनेको त्यति तिमीले नाम भन्नु भनेको तिमीले रिभिल चाहिँ त्यो गरेर आएको हो कि कसैलाई। हो हो त्यही त यार। अब यो होइन, अनि लाइक अब जुन मैले कति देखाएको छु यो वेस्टर्न यो जुन होरोस्कोप हुन्छ नि गर्दाखेरि तिनीहरूले चाहिँ सोलर क्यालेन्डर युज गरेर देखाएको छ क्या। तिमीले यदि स्पेस बुझ्ने हो भने तिमी जिए गरि नै भयो क्या। ओके, खालि त्यो चाहिँ अझै वाइड भयो कि के हो? तिमीसँग कति डेटा छ भन्ने कुरा आउँछ क्या। तिमीले भराइनी नक्षत्रमा जन्मिएको होइन, भराइनी नक्षत्रको 2 पदामा वा 3 पदामा जन्मिएको म्यासिभ मान्छेलाई हाम्रो चाहिँ नि पुरानो मान्छेहरूले एनालाइज गरेर उनीहरूको लाइफ प्याटर्न हेरेर यस्तो हुने रहेछ भनेर श्लोक बनाएको हुन्छ क्या। अब तिमी भराइनी नक्षत्रको दोस्रो पदामा जन्मियो भने तिमीलाई त्यो कुरा इन्ट्रेस्टिङ हुन्छ कि हुँदैन त? किन हुन्छ? मेरो लाइफ कसरी चल्ने रहेछ भनेर हेर्न मन लाग्छ नि त। करेक्ट। अनि मेरो लाइफ त्यस्तै हुनसक्छ, अब त्यसको पनि त्यही भएको छ, उसको पनि त्यही भएको छ, उसको पनि त्यही भएको छ, तिमी अपवाद हुन सक्ने चान्स कम हुन्छ नि त। अनि त्यही भएर न तिमीलाई इन्ट्रेस्टिङ हुन्छ नि त एस्ट्रोलोजी। हो, किनकि एउटा रिफरेन्स त्यहाँ डेटा दिएपछि त मेरो पनि त लाइफ यसरी चलिरहेछ कि भनेर मान्छेले त्यो कम्पेयर गर्न थाल्छ एक्टिभिटीहरू। अर्कोलाई हेरेर सिक्ने कुरा नि त हुन्छ नि त। सिक्ने कुरा पनि हुन्छ होइन। अब वाइज मान्छेले सिक्छ। अब लाइक त्यसको लागि पनि एस्ट्रोलोजीमा अब जुपिटरको सर्टेन एस्पेक्ट टाउकोमा भइदियो भने होइन, लाइक चाहिँ लग्न चार्टमा भइदियो भने त्यसले अझै राम्रोसँग सिक्छ। बेसी अब्जर्भेसन पावरको साथ जन्मिया हुन्छौ। अनि तिमीले चाहिँ नि यदि तिम्रो चाहिँ नि जुपिटर चाहिँ नि तिम्रो चाहिँ नि हेडमा छ होइन भने वा हेडमा हेरिरहेछ होइन, त्यसको तरिका छ। लाइक त्यो हेर्ने 5 चाहिँ नि दृष्टि, पञ्चम दृष्टि, सप्तम दृष्टि, नवम दृष्टि गरेर त्यसको आफ्नो एउटा फर्मुलेसन छ। लेट्स से हेरिरहेछ भने तिमी वाइज हुन सक्ने चान्स हुन्छ। तिमीलाई नलेजमा एट्र्याक्सन हुन्छ होइन, नलेजेबल कुरा गर्ने बित्तिकै सुनम लाग्ने हुन्छ। त्यही सर अर्को लग्नमा चाहिँ नि अर्को चाहिँ नि वाटेभर प्लानेट भएको मान्छेहरूको त नहुनसक्छ नि त त्यो टेन्डेन्सी होइन। उसलाई नेचुरली त्यहाँ इन्क्लाइन्ड भएर गइरहेछ नलेज भन्ने कुरामा भनिसकेपछि त अब अरू पनि भएको छ। अब त्यहाँ श्लोक के भन्छ, जसको लग्नमा चाहिँ नि बृहस्पति छ त्यो मान्छे वाइज हुन्छ भन्ने हुन्छ होइन। वाइज हुन्छ, हिज लाइक अ गुरु, जसले टिच गर्न सक्छ, पढाउन सक्छ होइन। अब जुपिटरको त त्यो इनर्जी छ नि त। अब यहाँ बुझ्ने कुरा के त, अब तिम्रो सपोज हेडमा जुपिटर छ अनि पहिलाको मान्छेहरूले रिफरेन्स प्याटर्न दिइरहेछ तिमीलाई, हेडमा हुनेहरूको यस्तो टेन्डेन्सी छ भने यस्तो तिम्रो टेन्डेन्सी देखिने भयो नि त। त्यहाँनिर आफू त्यस्तो भयो यस्तो रिलेट गर्न सक्यो नि त। हो, सिमिलर हो है, त्यो एउटा सिमिल्यारिटी त्यहाँ देख्ने बित्तिकै यो लाइक यसले यस्तो गरिरहेछ, त्यसले गर्दा यसको चाहिँ प्रगति भइरहेछ होइन। प्रगति दुर्गति कन्टेक्चुअल भयो, तर तिम्रो पोटेन्सियल त्यो भयो क्या। यस होइन। अनि अब मनोदशा, मुनलाई हामीले सबसे इम्पोर्टेन्ट किन दिएछौँ भने मनोदशा सबसे ठुलो कुरा हो क्या। मनोदशा भनेको मनको दशा, लाइक हाउ मुड इमोसन, तिम्रो इमोसन कसरी तिमीले प्रोसेस गरिरहेछौ त। तिमी चाहिँ नि सपोज तिमीलाई चाहिँ नि ठुलै मान्छे बनाइदियो होइन, अनि तिमी चाहिँ एकदमै नराम्रो फिल गरिरहेछौ भने
होइन बाहिरबाट हेर्दाखेरि चाहिँ वाह वाह यो मान्छेको खतरा चाहिँ छ तर भित्र चाहिँ तिमी चाहिँ नि तिम्रो इमोसन ठिक छैन भने त्यो तिमीलाई राम्रो भयो त पर्सनल लेभलमा तर बाहिरबाट त वाह वाही छ नि त होइन अनि यो कुरा चाहिँ मुन धेरै इम्पोर्टेन्ट हुने कारण हो 7.5 लाग्ने मुनलाई हो ओके तिम्रो बर्थ चार्टमा जुन अघि मैले डिग्रिजहरू सबै सिकाएँ नि स्याटर्न जब तिम्रो चाहिँ नि के भन्छ प्रिसाइजली नै भनिदिउँ होइन 7.5 वर्ष किन हुन्छ भने तिम्रो 2.5 वर्ष एउटा राशिमा बस्छ सपोज एरिजमा तिम्रो मुन छ भने पाइसिसमा 2.5 वर्ष अनि त्यहाँबाट लगभग होइन 2.5 वर्ष अनि त्यहाँबाट तिम्रो चाहिँ नि के भन्छ एरिजमै तिम्रो चाहिँ नि के भन्छ 2.5 वर्ष र चाहिँ तिम्रो उसमा टरसमा तिम्रो चाहिँ नि 2.5 वर्ष बसेर 7.5 वर्ष मुनको वरिपरि आउने भए हेभी इमोसन हो नि त स्याटर्न त त्यो आउने भएर चाहिँ 7.5 लाग्यो हो क्या तिमीलाई अब तिम्रो मनोदशा खत्तम भयो मनोदशा खत्तम भइसकेपछि सक्यो भन्ने केस हो अब त्यसको मिथोलोजिकल स्टोरिजहरू छ त्यो किन भयो भनेर किन त्यो मिथोलोजिकल स्टोरीहरू इम्पोर्टेन्ट भयो तिमीलाई कम्पेयर गर्न त कुनै स्टोरी चाहियो नि त कस्तो स्टोरी बिना त केही पनि हुँदैन नि त यो संसारमा त्यो स्टोरीले रिफरेन्स त यस्तो भएको भएर यस्तो घटित भयो यस अनि यो चाहिँ अब मान्छेको लाइफमा पनि सिमिलर काइन्ड अफ इभेन्टहरू घटित हुने चान्सेस छ यो टाइम पिरियडमा चाहिँ 7.5 भन्यो नि तिमीले 7.5मा अब 7.5 ठक्रा के कहिले लाग्छ भन्दाखेरि चाहिँ जुन नक्षत्रको जुन पदामा तिम्रो चन्द्रमा छ ठ्याक्कै त्यही नक्षत्रको त्यही पदामा चाहिँ नि ऊ तिम्रो चाहिँ नि शनि आएर बस्यो भने चाहिँ पिक भयो क्या त्यो ठाउँ चाहिँ हेभिएस्ट इमोसन क्यारी गर्ने ठाउँ हो होइन अनि एउटा वान अफ द एस्ट्रोलोजिकल ट्रिक टिप्स के हुनसक्छ भने कुनै पनि मान्छेलाई आफ्नो चिना खोल्ने जहिले पाए त्यसले खोल्नु हुँदैन अब त्यहाँ पनि रुलहरू छ होइन अब खोल्ने पढ्न मन लाग्ने नभए अर्काको चिना खोल्ने होइन अर्काको चिना भन्नाले स्पेसली राम्रो रिफरेन्स चाहिँ यो संसारमा नभएको मान्छेहरू के जसको लाइफ प्याटर्न चाहिँ सार्वजनिक छ सेलिब्रिटिज एन्ड एभ्रिबडी होइन जस्तै लाइक भनौँ न अब लाइक ठुल्ठुलो मान्छेहरूको चिना अब्राहम लिङ्कन होइन आइन्स्टाइन अब्राहम लिङ्कनहरूको अनि उनीहरूको चाहिँ प्रिसाइजली मुनको चाहिँ नि के भन्छ ठाउँमा स्याटर्न पुग्दाखेरि चाहिँ उनीहरूको लाइफ हेर्ने त्यतिखेर रिफरेन्स आयो नि त त्यहाँनिर के हुने रहेछ भनेर होइन सबैलाई नराम्रो हुन्छ भने आएन त्यो हेभी इमोसन आउँछ त्यहाँ अब हेभी इमोसन भनेको तिम्रो सक्सेसको रूपमा नै आउनसक्छ कसैलाई यति सक्सेस आयो कि लास्टै हेभी भयो क्या त्यो थाम्न तर हेभिनेससँग चाहिँ डिल गर्छ क्या मान्छेले एउटा हिसाबमा होइन अब त्यहाँ धेरै छ प्रेडिक्टिभमा भन्दै जाने भने जे पनि जोड दिनु मिल्छ क्या तर आइडिया त्यो तिम्रो सबै इमोसनहरू यसरी के भन्छ डिफ्रेन्ट लेभलमा प्ले गर्ने भयो डिफ्रेन्ट लेभलमा इमोसन्सहरू प्ले गर्छ अब त्यो अब धेरै छ एक्जाम्पल्सहरू होइन तर आइडिया चाहिँ के भने खालि लाइक त्यो पोइन्ट अफ टाइम चाहिँ तिम्रो यो नक्षत्रकै यो पदामा भन्दा स्याटर्न त्यो स्पेसिफिक ठाउँमा हुँदाखेरि त्यो स्पेसिफिक डिग्रीमा हुँदाखेरि चाहिँ यु विल फिल मोस्ट अफ इट जुपिटर चाहिँ गयो भने फेरि त्यही अनुसारले राम्रो गर्न सक्ने हुन्छ किनभने नेचुरल्ली राम्रो ग्रह हो त्यो होइन अब त्यो त्यही जुपिटर तिमीलाई नराम्रो हुनसक्छ त्यो धेरै रिफरेन्स एङ्गल्स राम्रो र नराम्रोमा एउटा स्टोरी भनिदिन्छु म तिमीलाई त्यो एकजना ठुलै गुरुले भन्नुभएको थियो कि नेपालको लाइक धेरै इभेन्ट मिलाउने गुरु हुनुहुन्थ्यो अनि ओजराज हो क्या अरे उहाँको नाम है मलाई राम्रो लागेको थियो तर मैले चाहिँ त्यो स्योर चाहिँ छैन होइन उहाँले चाहिँ कहाँबाट त्यो रिफरेन्स राम्रो लागेको थियो कि मलाई राजाको र विश्वकर्माको घरमा एकैचोटि एउटै टाइममा चाहिँ नि छोरा पाउँछन् अरे क्या राजाले पनि छोरा पाउँछ अनि त्यहाँबाट त्यसपछि विश्वकर्माको चाहिँ नि उसले पनि छोरा पाउँछ अरे होइन अनि छोरा पाइसकेपछि एस्ट्रोलोजरकोमा देखाउने हुन्छ नि त अघि तिम्रो फर्स्टमा भने अनुसारले एस्ट्रोलोजरकोमा देखाउन लिएर जाँदाखेरि चाहिँ राजाकोमा चाहिँ छोरालाई चाहिँ 8 वर्षको उमेरमा यसको चाहिँ नि धेरै राम्रो छ त्यसपछि सबै कुरा आफैले गर्न सक्छ धेरै चाहिँ नि मान सम्मान प्राप्त हुन्छ भनेर अल गुड थिङ्स इन द वर्ल्ड भनेपछि विश्वकर्माले पनि त्यही सोध्छ अब एउटै टाइममा जन्मेको हो नि त होइन किनभने एस्ट्रोलोजी त त्यो जन्मेको टाइमसँग रिलेटेड हुने हो होइन स्पेसली लोकेसन पनि त्यही एरियामा अनि तिम्रो भइसकेपछि अनि राजा गइसकेपछि सुटुक्क गएर मेरो छोराको चिना नि हेर्दैन न भनेर दिन्छ क्या अनि दिइसकेपछि चाहिँ हाम्रो गुरुले चाहिँ विश्वकर्मालाई चाहिँ साह्रै दुःख पाउँछ 8 वर्षको उमेरमा नेक्स्ट लेभल दुःख पाउँछ उसको जिन्दगी नै कष्टपूर्ण छ भनेर भनिदिन्छ क्या
अनि विश्वकर्मालाई पच्दैन क्या त्यो कुरा हुन्छ नि लाइक अब नपचिसकेपछि किन भनेर भन्दाखेरि चाहिँ अब ट्रेडिसनल्ली चाहिँ विश्वकर्मा भनेको त फेरि लाइक अहिलेको जात होइन कि लाइक त्यो मेटल वर्करहरू हो नि त इन्जिनियर हो त्यतिखेरको इन्जिनियर होइन त्यतिखेरको इन्जिनियर हुनुभयो अनि अब त्यो भइसकेपछि तिम्रो एस्ट्रोलोजरको एन्सर के हुन्छ भने दुइटैजनाको चिनामा चाहिँ 8 वर्षको उमेरमा बुवा मर्ने योग छ भनेर भन्छ क्या एस्ट्रोलोजरले। अब राजाको छोरा पो राजा मरिसकेपछि राजगद्दी प्राप्त हुन्छ करेक्ट सब अल द गुड्स इन द वर्ल्ड आउँछ विश्वकर्माको छोराले त दो पाउँछ नि त एकदमै उसले त आफैले गएर मेटल ठोकेर मेसिन बनाउनु पर्ने हुन्छ त्यहाँ होइन अनि त्यसरी कन्टेक्चुअल हुन्छ क्या प्रेडिक्टिभ कुरा चाहिँ हेर न यहाँ एकजनाको सेम टाइम सेम जन्मिँदाखेरि पनि यो कन्टेक्स्टमा ऊ भएको भएर उसले डिफ्रेन्ट फल पायो होइन डिफ्रेन्ट लाइफ एक्सपिरियन्स हुने भयो भने उता विश्वकर्माको फेरि अब त्यो भयो भने त लाइक टोटली डिफ्रेन्ट त्यही भएर त्यो कन्टेक्स्चुअल कुरा हो प्रेडिक्टिभमा चाहिँ तिमीले मान्छेको कन्टेक्स्ट तरिका सबै जान्न जरुरी हुन्छ त्यो त्यत्तिकै फ्याट्टै भनिदिएर गाह्रो पर्छ क्या होइन अनि यो चाहिँ मान्छेहरूलाई बुझ्नै गाह्रो छ आफ्नो कन्टेक्स्ट अनुसार चाहिने होइन हिसाब सबैको चिनामा मेरो चिनामा यो योग छ र त्यो योग छ भन्नुपर्ने हुन्छ तर कन्टेक्स्टले कसरी बाँधेको हुन्छ होइन अब कतिपय चाहिँ नि मान्छेहरू चाहिँ सर्टेनली राम्रो चाहिँ नि देशमै जन्मेको कारणले गरेर चाहिँ नि अलरेडी नै चाहिँ नि एउटा लेभलमा प्रिभिलेज्ड हुन्छन् होइन अनि त्यहाँबाट सर्टेन मान्छे चाहिँ यो देशकै कारणले गरेर जति प्रिभिलेज भए पनि त्यहाँसम्म पुग्न पाउँदैनन् अब एस्पायर गर्छन् होइन अब यसको अर्थ के हो भने फर्स्ट वर्ल्डको कन्ट्रीको मान्छेहरू चाहिँ हाम्रो देश आउनलाई चाहिँ रोकटोक छैन होइन हामीहरूलाई चाहिँ फर्स्ट वर्ल्ड कन्ट्री अन्त घुम्न जानु पऱ्यो भने निकै रोकटोकहरू चाहिँ नि छेकबार होइन धेरै छ भनेपछि उनीहरूलाई प्रिभिलेज हाम्रो नेपालले दिनुपर्ने जरुरी के छ त छैन नि त होइन तर अब लाइक देशकाल परिस्थिति इकोनोमिक्स पावर डाइनामिक्स उनीहरूको फेभरमा छ एकदमै हाम्रोमा अब त्यसरी बाहिरकोलाई रोकथोक गऱ्यो भने त इन्डस्ट्री चल्दैन भरे इन्भेट पनि हुनसक्छ होइन एक्ज्याक्टली लाइक अब त्यो पावरको गेम न हो होइन हामीहरूले गर्न मिल्दैन होइन अहिलेको सिचुएसनमा अनि त्यो भएर चाहिँ अब यो चाहिँ धेरै कन्टेक्चुअल छ क्या एस्ट्रोलोजी चाहिँ त्यो बुझ्ने हो भने नि एकदम तिम्रो मिलाएर चाहिँ नि हेर्नुपर्ने हुन्छ त्यही भएर आफ्नो चिना आफैले हेर्ने सबभन्दा खतरा कन्टेक्स्ट आफैलाई थाहा हुन्छ आफ्नो बारेमा एकदमै अनि त्यो आफ्नो चिना आफैले हेर्दाखेरि कसरी हेर्नु त भन्ने क्वेसन आउँछ नि त अब यसमा के हेर्ने कसरी हेर्ने जर्नल गर्ने ब्रो जर्नलिङ इज द बेस्ट थिङ द्याट यु क्यान डु टु लर्न एस्ट्रोलोजी आफ्नो इभेन्टहरू सबै रेकर्डेड हुन्छ होइन कसरी जर्नल गर्ने ओके होइन मुन तिम्रो चाहिँ नि के भन्छ तिम्रो चाहिँ हाम्रो चाहिँ अश्विनी नक्षत्रमा भराइनी नक्षत्रमा कृतिका नक्षत्रमा गर्दै सबै नक्षत्रमा बस्छ हाम्रो क्यालेन्डर खोल्ने बित्तिकै अश्विनी लेख्दा हुन्छ कि त क्यालेन्डरमा कि आज अश्विनी नक्षत्रमा चन्द्रमा भनेर भोलि भराइनी नक्षत्रमा भनेर लेख्दा हुन्छ क्या होइन अनि मुनको फेज छ नि त लाइक त्यो मुन भनेको तिम्रो इमोसनसँग रिलेटेड छ क्या हामीहरू वाइ डोन्ट यु स्टार्ट जर्नलिङ फ्रम अश्विनी नक्षत्र लेख्ने आज यस्तो भयो यो भयो यो भयो यो भयो यो भयो लेख्ने भराइनी नक्षत्रमा जर्नल गर्ने सबै 27वटा नक्षत्रमा जर्नल गर्ने ओभर द पिरियड अफ ए इयर जर्नल इट प्रपरली अनि तिम्रो चाहिँ नि वैशाख महिनामा के भयो जेठ महिनामा के भयो गर्दै गर्दै सबै महिनामा के गर्छ सूर्य र चन्द्र ट्र्याक भयो सूर्यले तिमीलाई कुन नक्षत्रमा जाँदाखेरि राम्रो फल दिइरहेछ चन्द्रमाले तिमीलाई के भइरहेछ भनेर आफै पत्ता लगाउन सकिन्छ होला नि त एस्ट्रोलोजी बिनै एकदमै किनकि ट्र्याक भन्दा सबै एक्टिभिटीको आफ्नो जे इभेन्टहरू घटेछ त्यो सर्टेन त्यो टाइम फ्रेममा होइन अब त्यो ट्र्याक भयो तिम्रो इमोसनल स्टेट थाहा भयो तिमीले बाहिरबाट पाउने मान सम्मान वाट एभर लाइक सन रिलेटेड होइन मोस्ट अफ टाइम हेऱ्यो भने तिम्रो सनको साइकल हेऱ्यो भने तिमीलाई सर्टेन मन्थ फाप्छ क्या मलाई सर्टेन मन्थ फापिरहेको हुन्छ सर्टेन मन्थ मलाई फापिरहेको हुँदैन होइन सर्टेन मन्थमा म चाहिँ नि लो फिल गरेर हुन्छु वा चाहिँ नि इनर्जी नै चाहिँ नि एकदमै रिभर्स तरिकाले चल्छ मेरो लागि अनि त्यो मैले ट्र्याक डाउन गरिसकेको छु आफ्नो लागि मलाई पहिल्यै थाहा छ त्यो हुनेवालामा चाहिँ विल बी मोर प्रिपेयर्ड
एकदमै यही कुरामा होइन एउटा क्वेसन है, क्विक क्वेसन होइन, तिमीले मुनले इमोसनलाई त्यो मुनको उसले गर्दा फेजले गर्दा इमोसनलाई डिफाइन गरेको छ भनेर भन्यो नि होइन, सनकोले चाहिँ के गर्छ? सनले धेरै कुरा, सन भनेको सोल हो होइन, तिम्रो आत्मशक्ति हो, लाइक तिमी आत्मा हो क्या, लाइक त्यो सोल लेभलमा तिमी को हो त, म को हो भन्दाखेरि चाहिँ तिमी सन हो। लाइक त्यसको मैले अस्ति रिफरेन्स पनि दिएको थिएँ, जसरी व्हाइट लाइट चाहिँ तिम्रो चाहिँ नि 7वटा चाहिँ नि रङमा डिभाइड हुन्छ भनेर न्युटनले चाहिँ नि भनेको थियो होइन। अब त्यसै गरी हाम्रो चाहिँ नि 7वटा चक्रको 7वटा रङ ठ्याक्कै मिल्ने गरी छ। मूलाधार चक्रदेखि तिम्रो चाहिँ नि सहस्रार चक्रसम्म हाम्रो चाहिँ नि रेडदेखि चाहिँ नि इन्डिगोसम्म ठक्राकै मिलेर बसेको छ। भनेपछि त्यही सनको रे अफ लाइटले नै तिमी अपरेट गरिरहेछौ नि त। गभर्नेन्स, तिम्रो चाहिँ नि आत्मसम्मान, सेल्फ रेस्पेक्ट कहाँ छ त त्यो टाइममा आफ्नो लागि? आत्मसम्मान किन बढ्छ? कसैले चाहिँ नि राम्रो भनिदियो भने, कसैले के गरिदियो भने आत्मसम्मान बढ्ने हुन्छ। अब आत्मसम्मान त्यसरी मात्रै बढ्दैन, तिमी एउटा इन्भाइरोमेन्टमा कति इजमा छौ भन्ने कुराले तिम्रो आत्मसम्मान देखाउँछ खासमा होइन। कति चाहिँ फिजिट गर्दैनौ वरिपरि, अब त्यहाँ डिफ्रेन्ट एस्पेक्ट छ त्यसको। तर तिम्रो आत्मसम्मान, तिम्रो चाहिँ नि के भन्छ गभर्नेन्स युजली फादरलाई रिप्रेजेन्ट गर्छ। फादरलाई किन रिप्रेजेन्ट गर्छ सनले भने, फादरबाटै यदि तिमीले मोडर्न चाहिँ नि तिम्रो चाहिँ नि साइकोलोजी हेर्छौ भने तिम्रो आइडेन्टिटी नै तिम्रो फादरबाट आउँछ क्या। जस्तै तिम्रो चाइल्डहुडमा यदि एब्सेन्ट फादर भएको केसमा चाहिँ तिम्रो चाहिँ नि त्यो चाइल्डको आइडेन्टिटी नै फर्म हुँदैन क्या। ओके, कस्तो होइन यो फादरबाट इन्सपिरेसन लिनेहरू त्यो बच्चाले सोच्छ नि त। अनि अब एब्सेन्ट फादर भयो भने उसलाई आउँदैन क्या, जति गरे पनि उसको आइडेन्टिटी क्राइसिस हुन्छ कि म को हुँ भनेर भन्ने कुरा छ नि होइन। म को हुँ भनेर क्राइसिस हुनु फेरि राम्रो हो फेरि वैदिक अनुसार। त्यो म को हुँ भन्नेको एन्सर चाहिँ हामीले खालि नाम मात्रै हामीले भन्छौँ होइन, म को हुँ भन्दाखेरि। तर वैदिक चाहिँ नि तिम्रो हेर्छौ भने म को हुँ नै सबसे ठुलो प्रश्न हो। तर आइडेन्टिटी फर्मेसनमा चाहिँ तिम्रो सनले चाहिँ धेरै हेल्प गर्छ क्या। अनि आइडेन्टिटी धेरै इम्पोर्टेन्ट हुन्छ। आइडेन्टिटीबाट बिहेभियर चाहिँ नि तिम्रो चाहिँ नि फलो गर्छ। आइडेन्टिटी पछि फलो गर्ने हो बिहेभियरले। तिमी नेपाली हौ भनिसकेपछि तिमी जोसिन छौ भनेर भन्ने कुरा आयो क्या त्यहाँनिर गोर्खाली भएर। फर्स्ट आइडेन्टिटी आयो नि त। तिमीलाई आइडेन्टिटी भनिदिने बित्तिकै त्यो मान्छेलाई त्यो म यही हो भने जस्तो हुन्छ क्या होइन। त्यो चाहिँ सनले फर्म गर्छ तिम्रो आइडेन्टिटिजहरू। अर्को अथोरिटी होइन, सबै कुरा देखाउँछ। अनि त्यो सन ट्र्याक गर्नु चाहिँ सजिलो छ। हाम्रै क्यालेन्डर देखाउने बित्तिकै त्यो केही ट्र्याक पनि गर्नु परेन। 1 गते 2 गते गर्नु बित्तिकै ट्र्याकै गर्नु पर्न। फेसबुक खोलेर धेरै इभेन्ट पोस्ट गर्ने गरेको छ आजकल सबैजनाले। त्यही इभेन्ट मेरो कहिले भएको थियो भने हेर्ने बित्तिकै सन ट्र्याक हुन्छ। यसमा मेरो के थियो इमोसन याद भइहाल्छ नि मान्छे। त्यतिखेर म कस्तो अवस्थामा थिएँ भन्ने थाहा हुन्छ होइन। अनि लाइक पब्लिकै नगरे पनि आफ्नै फेसबुकमै जर्नल गर्दै गयो हुन्छ क्या, लाइक प्राइभेट गरेर क्या। यदि त्यसरी इन्ट्रेस्ट लाग्छ नि त। त्यो पेन र पेपर लिन मन लाग्दैन, तर पेन र पेपर लियो भने फेरि न्युरोलोजिकल बेनिफिट धेरै छ ब्रेनलाई। त्यो लिने बित्तिकै धेरै न्युरोन्स एक्टिभेट हुन्छ होइन। त्यही भएर जर्नल इट, यु विल सी इट युर सेल्फ इन 1 year or so यु विल नो एभ्रिथिङ अबाउट यु। लाइक तिम्रो कुन बेलामा इमोसन अप डाउन भइरहेछ, अनि पछि कस्तो हुन्छ, ए नराम्रो घटना घट्यो, मेरो चन्द्रमा त्यहाँ थियो नि त भन्ने। एक्ज्याक्टली। अनि अब यही जर्नलिङ गर्नु नपरोस् यत्रो, अब कहिलेसम्म गर्छौ त? 2.5 वर्ष, सन त 2.5 वर्ष बस्दिन्छ। 30 वर्षसम्म जर्नल गरेर बस्ने त त्यो स्याटर्नको लागि, 12 वर्षसम्म जुपिटरको लागि जर्नल गर्ने त। यही सबै गर्नु नपरोस् भनेर एस्ट्रोलोजी छ क्या। एकदमै एउटाले गरिसकेको छ, मान्छेहरूले भइसकेको छ, त्यो छ नि एक्सपर्टिज। एक्सपर्टिज छ। अनि त्यो एक्सपर्टलाई गएर देखाउने बित्तिकै यो नक्षत्रमा यो टाइमिङ सबै भनिदिइहाल्छ नि तिमीलाई। अब मान्छेले आफ्नो लाइफमा कति के गरोस् होइन। तिमी र म इन्जिनियर भयौँ, हामीलाई त एउटा इन्जिनियरिङ जब छ फुल टाइम होइन। लाइक म्युजिकहरू गरिन्छ, त्यो गरेपछि ल ऊ भयो भने अब एस्ट्रोलोजीमा त्यो ट्र्याक गर्न त अलरेडी यहाँ बिर्सिसक्यो हुन्छ दिमागले। तिमीले त अझै गरिरहेछौ। म त हुन्छ नर्मली त बिर्सिन्छ क्या मान्छेले। आइडेन्टिटी नै फलो गर्यो नि ब्रो। एक्ज्याक्टली होइन हुन्छ नि। अब त्यही भएर भने जस्तै मैले त अब गरेँ, अब एकछिन आफ्नो केही हबीहरू हुन्छ, इन्ट्रेस्टहरू हुन्छ, त्यो गर्दा गर्दा लास्टमा त एस्ट्रोलोजीको लागि मैले त्यो ट्र्याकलाई त जर्नल लेख्नुपर्छ भने त दिमागले त राति सुनाएर चाहिँ बिर्सिसक्यो हुन्छ। एक त गर्न मन लाग्दैन मान्छे, गर्न मन लाग्दैन, लेख्नु हुन्छ नि मान्छेलाई इनहेरिटेडली नै भन्ने जस्तो फिलिङ आउँछ होइन। अनि त्यही भएर यो सबै गर्न नपरोस् भनेर तिमीले बाइपास गरेर एक्सपर्टमा गइरह नि त त्यहाँनिर। इजी वे आउट होइन।
डिवाइआई गर्नु परेन कि एक्ज्याक्टली कार्पेन्टर छँदैछ कार्पेन्टर छ ल्याएर उसले फेरि दामी गरिदिन्छ उसलाई त प्रिसाइज हामीले के त्यत्रो रिसर्चै गर्नु परेन एकदमै त्यसको कारण चाहिँ जाने हो नि यसले चाहिँ टाइमिङ थाहा पाउने हो इभेन्ट भन्दा पनि पिपल आर मोर लाइक इन्क्लाइन टुवर्ड इभेन्ट क्या प्रेडिक्टिभ एस्ट्रोलोजीमा पनि टाइमिङ चाहिँ इम्पोर्टेन्ट हुन्छ क्या यो टाइम ठिक छैन है योदेखि यो टाइमसम्म इमोसनली ठिक छैन घर परिवारबाट ठिक छैन वाट एभर लाइक हुन्छ नि अब त्यो टाइमिङभित्र चाहिँ ठक्कै के हुन्छ चाहिएको छ यहाँ मान्छेलाई त्यस्तो कहाँ हुन्छ एक्ज्याक्टली यो एउटा सर्टेन टाइममा केही नराम्रो हुन लाग्छ भनेपछि त्यो नराम्रोमै सोच्नु नि अब नराम्रो हुन लाग्छ म बरु राम्रो कामहरू गर्छु भनेर सोच्यो भने त त्यहाँ त होइन प्रिपेयर डिफेन्स एक्ज्याक्टली होइन नराम्रो हुन लाग्छ भने चाहिँ फाइनेन्सियली स्ट्रङ भएर बस्नु पऱ्यो होइन आफ्नो के पार्टमा अब फाइनेन्सियली भएर उताखेरि लभ चिप्लिने अवस्था हुनसक्छ होइन अब त्यो कुन पार्टमा चाहिँ त्यो होलिस्टिक थाहा पाएर बस्नु चाहिँ इम्पोर्टेन्ट हुन्छ क्या किनभने तिमीले कुर्न सक्छौ तिमीमा पेसेन्स हुन्छ तिमीमा एउटा रिफरेन्स पोइन्ट हुन्छ तिमीले गाली पनि गर्न पाउँछौ मेरो ग्रहको कारणले रहेछ भनेर क्या एउटा हुन्छ नि म त होइन मेरो ग्रहले चाहिँ हो अलिकति त्यो ऊ भइसकेपछि इन्साइड भएपछि अब होइन यही उसमा होइन अब लाइक यो ग्रहको पोजिसनले जुन यो हुन्छ नि एस्ट्रोलोजिकली यो कसरी इफेक्ट गर्छ होइन अनि लाइक यो ग्रह दशा के हो अनि जुन हाम्रोमा पहिला गर्थ्यो नि यो चिना देखाउँदा यो ग्रह दशा भएको बेलामा ग्रह कटाउने जुन ग्रह शान्ति गर्ने यिनीहरू चाहिँ के हो यस्तो हो क्या अब यो चाहिँ तिम्रो चाहिँ टाइम पिरियड हो होइन अब अघि मैले तिमीलाई तिम्रो नामबाट तिम्रो लाइक दशा चक्रहरू स्टार्ट हुन्छ भनेर भने नि त अब सबै कुराको चाहिँ मूल बुझ्नु पऱ्यो भने चाहिँ हाम्रो चक्र सिस्टमबाट बुझ्नुपर्छ क्या एउटा तिमी लगभग अराउन्ड होइन क्रोनोलोजिकल क्यालेन्डरको एजलाई हामीले रिफरेन्स हल्का मान्ने हो भने एक्ज्याक्टली कहिले नै हुँदैन होइन यहाँ प्रिसाइजली हुँदैन तर 0देखि 10 इयर्ससम्म चाहिँ तिम्रो मूलाधार चक्र डेभलप भइरहेको हुन्छ मूल आधार भनेको चाहिँ मास्लोज हायरार्कीमा तिमीले चाहिँ नि त्यसलाई म्याप गर्छ भने चाहिँ फिजियोलोजिकल निड्स भन्छ नि त्यतिखेर तिमी के गर्ने क्यापेबल हुन्छौ त नथिङ तिमीलाई फिड गर्नुपर्छ तिमीलाई चम्चाले भात खुवाइदिनुपर्छ तिम्रो फिजियोलोजिकल निडहरूको लाइक इभन टु गो टु टोइलेट्स एन्ड एभ्रिथिङ होइन यु मस्ट बी टेकन केयर अफ तिम्रो फिजियोलोजिकल निड टेकन केयर अफ हो नि युनिभर्सले नै तिमीलाई त्यो चिज त्यसरी डेभलप गराएको हुन्छ क्या फिजियोलोजिकल निड चाहिँ बेसमा राखिएको हुन्छ क्या त्यो भएर खानु पऱ्यो नि त आजभन्दा त्यो पनि त फिजियोलोजिकल निडमै गइरहेछ नि त होइन अनि तिम्रो 10देखि चाहिँ नि 20को अराउन्डको एजमा चाहिँ तिम्रो चाहिँ स्वादिष्ठान चक्र चाहिँ डेभलप गर्छ क्या अब तिम्रो इमोसनल एस्पेक्ट हाई भएर जान्छ होइन सेक्युरिटी एडोलेसेन्समा चाहिँ तिम्रो अब लाइक सबै इमोसन चाहिँ नि किनभने त्यो वाटर एलिमेन्टमा काम हुने भएर होइन स्वादिष्ठानमा तिम्रो चाहिँ नि सबै हुन्छ नि सेक्सुअल थट्सदेखि लिएर इमोसन पिक हुनेदेखि लिएर सबै कुरा त्यहाँनिर डेभलप हुन्छ त्यो एजमा अराउन्ड त्यसमा त्यही बिचमा त्यो डेभलप हुँदा हुँदै तिम्रो चाहिँ नि के भन्छ मणिपुर चक्र डेभलप हुन्छ जहाँनिर तिमीलाई केही गरम विल डेभलप हुन्छ क्या विलको ठाउँ हो क्या युनिभर्सले अटोमेटिकली गरिरहेको त्यो काम विल हालिरहेछ तिमीमा तिमीले मोस्ट लाइकली तिमीले चाहिँ नि 25को चाहिँ मान्छेलाई सोध्यो भने उनीहरूले ड्रिमै एस्पायर गरेर हुन्छ क्या आई वान बिट दिस लाइक हुन्छ नि यति कमाउँछु वाट एभर लाइक हुन्छ नि एस्पिरेसन ड्रिमकै आइरहेको हुन्छ क्या अनि तिम्रो जब चाहिँ नि अलिकति माथि पुग्छ तिम्रो लभ एन्ड बिलोङ्गिङ अब म कहाँ बिलोङ गर्छु त मैले त्यो जितेँ अब म कहाँ वेयर डु आई बिलोङ होइन अहिले धेरै आइडेन्टिटी क्राइसिस छ बाहिर हुने मान्छेहरूलाई म कहाँ बिलोङ गर्छु त यता छु कि उता छु वी डोन्ट नो होइन अनि त्यो तिम्रो चाहिँ लभ एन्ड बिलोङ्गिङमा चाहिँ अब माया चाहियो नि त त्यहाँनिर सबै गरिसकेपछि त लभ चाहियो बिलोङ्गिङ चाहियो कहीँनिर बिलोङ हुनु पऱ्यो यो सबै जब चाहिँ तिमी अनि त्यही भएर म्यारिज आउँछ क्या त्यतिखेर त्यो सोसाइटल तरिका नै चाहिँ त्यसरी सेटअप गरेर चाहिँ बिहा भएन भने चाहिँ त्यो माथिको चक्रमै पुग्दैन नि त त्यो अनि त्यसरी चाहिँ सोच्दैनन् होइन बिहा गर्नुपर्छ किनभने उनीहरूले फिलिङ वाइज बुझाखान् क्या त्यो होइन त्यो गऱ्यो भने इनर्जी माथि आफै आउँछ किनभने युनिभर्सले त्यो पर्टिकुलर टाइम पिरियड दिएछ त्यहीँ गर्नुपर्छ होइन किनभने त्यो नेचुरल हो कोही त आउट अफ अर्डर हुन्छन् कोही आउट अफ अर्डर हुन्छन् अब त्यहाँ अब बात धेरै छ अरू पनि छ अब जस्तै तिम्रो त्यसपछि माथि तिम्रो चाहिँ नि गइसकेपछि तिम्रो चाहिँ नि के भन्छ विशुद्धि चक्रमा चाहिँ सेल्फ स्टिम आउँछ अब जब पनि भयो सब भयो बुढी भएपछि के छ इज्जत चाहियो नि त अब सेल्फ स्टिम डेभलप भयो क्या अनि नेचुरली भइरहेछ क्या यो होइन एउटा त्यो युनिभर्सको टाइममा नेचुरली भइरहेछ अनि माथि आइसकेपछि तिम्रो आगे चक्रमा जब तिम्रो आइसक्छ तब तिमीलाई वाइज हुन मनपर्छ
होइन वाइज हुनु मन लाग्छ 60को अराउन्डको एजमा वाइज भएर अब भाग सिकाएको कुरा सिकाउँ अब दिउँ अनि त्यसपछि चाहिँ नि हाम्रो माथि गइसकेपछि चाहिँ लाइक तिम्रो चाहिँ के भन्छ अब अलिकति डिट्याचमेन्ट होइन राम भजन होइन एन्ड एभ्रिथिङ बिकज यु नो दिस लाइफ इज नट पर्मानेन्ट एट अल 70 वर्ष प्लस भइसकेपछि फेरि झरेर मूलाधारमै आउँछ दाँत झर्न थाल्छ लाइक हुन्छ नि फेरि हुन्छ फेरि त्यो प्याटर्न फेरि खुवाउनु पर्ने हुन्छ होइन सबभन्दा प्रब्लम कहाँ हुन्छ भने धेरै बुढो भएको मान्छेहरूलाई त्यो स्वादिष्टान चक्रमा आउने भएर इमोसन ह्युज फिल हुन्छ वाटर एलिमेन्ट छैन कसैले केयर त्यो बुढो मान्छे धेरै बुढाहरूलाई अलिकति केयर गर्नुपर्छ कि अलिकति ओल्ड एज भइसकेको मान्छेहरूलाई हुन्छ नि त्यसरी तिम्रो डेभलपमेन्ट फेज चलिरहेको हुन्छ चक्रवाइज होइन अब दशा सिस्टमले चाहिँ के गर्छ भने ट्र्याक डाउन गर्छ क्या तिम्रो त्यो पर्टिकुलर फेजमा कुन इनर्जी हेभी हुन्छ त तिमीलाई भनेर भनिदिन्छ क्या ओके बुझ्यो होइन अब जस्तै तिम्रो लेट्स से टेक एन एक्जाम्पल होइन तिम्रो चाहिँ नि के भन्छ काम भइरहेछ तिम्रो मणिपुर चक्रमा अराउन्ड 20 एजमा तिम्रो यति हाई छ कि त्यसमा तिमीले चाहिँ लभ लाइफलाई डिसरिगार्डै गरिदेऊ ओके त्यो देखाइदियो नि त त्यहाँनिर ग्रहको दशा सिस्टममा चाहिँ यो ग्रह प्रोमिनेन्ट छ भनिसकेपछि तिमी केमा जग्गा त तिमीले करियरमा ह्युज प्रगति गर्ने तर एउटा पार्ट अफ लाइफ के हुने भयो त मिसिङ हुने भयो क्या होइन अब योगी मुनिहरूले के गरे त भन्दाखेरि स्वादिष्टान चक्र माथिको चक्र इम्पोर्टेन्ट छ भनेर तल्लोमा इनर्जी दिन नखोजेको क्या जस्तै तिम्रो खाने के खाने भेजिटेरियन डाइट खाने जसको पचाउन सजिलो होस् डाइजेस्टिभ ठाउँमा धेरै चाहिँ नि के भन्छ फोकस नहोस् शरीरको होइन खाना एकदमै सिम्पल होइन झारपातबाट सेक्युरिटीको नाममा स्वादिष्टान चक्र सेक्युरिटीको पनि ठाउँ हो क्या तिम्रो सेक्युरिटीको नाममा वनजङ्गल बाघले खाइदिन सक्ने चान्स सबसे इन्सेक्योर तिम्रो चाहिँ नि विलमा संसारै त्यागिदिएको विलमा गरिखानीमा होइन त्यसपछि तिम्रो लभ एन्ड बिलोङ्गिङमा बुढी बच्चै छोडिदिएको होइन सेल्फ इस्टिममा इगो छोड्न खोजेको यस किनभने सबै इनर्जीको काम छैन म को हुँ भन्ने माथिल्लो चक्रको इनर्जीमा मात्रै म फोकस राखेर आफ्नो जीवन बिताउँछु किनभने तल्लो इनर्जीहरू चाहिँ अर्थेछन् यिनीहरूभन्दा माथि आफ्नो इनर्जी उठाउनुपर्छ त्यहाँ पुगिसकेपछि त केही पनि होइन भन्ने हुन्छ नि त अब जस्तै माथिल्लो इनर्जीमा आइसकेपछि तल्लो केही होइन जस्तो लाग्छ क्या जस्तै होइन तिम्रो चाहिँ नि अब बिहा भइसक्यो मान्छेले सिङ्गललाई केही पनि होइन भन्ने सोच्ने हुन्छ एकदम मन्डेन लाइक हुन्छ नि नसोच्ला सबैलाई भने होइन जेनरलाइज रूपमा होइन अनि माथिल्लो अब जस्तै तिमीले धेरै प्रगति गर्यो भने मैले जो पनि पाउँछु भनेर भन्ने फिलिङ हुन्छ क्या धेरै प्रगति गरे मान्छेलाई केही पनि होइन त्यो म्यारेज त अहिले गरिदिन्छु म भन्ने हुन्छ माथिल्लो पुग्यो नि त अनि तल्लो केही पनि लाग्दैन क्या डिस्ट्रिक्ट पाइहालिन्छ जस्तै अब माथि तिम्रो लाइफ सेटल भइसकेपछि फिजियोलोजिकल नेट खाना त म खाइहाल्छु नि तर त्यहाँ पजल मिस भयो भने चाहिँ साह्रै झ्याउ हुन्छ फेरि जस्तै पजलमा होइन यो 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 कन्टेक्स्टमा चाहिँ अब ऋषिमुनिले खाँदै खाइदिनु भएन भने 3 दिनसम्म त झ्याप्पै खानु पऱ्यो नि त सबै आएर गर्नै पऱ्यो नि त किनभने त्यो एक अर्काको टपमा बिल्ड भएको छ नि त त्यो त कस्तो भने एउटा बियर मिनिमम खाएर बल्ल तल ब्यालेन्स गरेर त्यो माथिको निड पाउन हुन्छ नि लाई एचिभ गर्न खोजिरहेको इनर्जी वाइज त्यसलाई के भन्छ नि स्ट्रक्चरलाई फाउन्डेसनलाई नबिगारिकन एकदम बेयर मिनिमममा फाउन्डेसनलाई मेन्टेन गरेर अनि माथिको स्ट्राइभ गरेर करेक्ट अनि त्यही भएर ऋषिमुनिलाई अब फलो गर्न खोजिन्छ क्या धेरै मान्छेहरूले अब त्यो फलो गर्दाखेरि कुरा चाहिँ अलिकति बुझ्न जरुरी छ क्या किन खाने त लाइक लेट्स टेक एन एक्जाम्पल होइन तिमी चाहिँ रजोगुण प्रधान छ होइन तिम्रो लाइक भनेपछि तिमी संसारमा गइरहेछौ लाइक हुन्छ नि तिमी हेभी लिफ्टिङ कामहरू गरिरहेछौ मानौ होइन यु आर लिफ्टिङ अर यु आर इन्गेज इन वर्ल्ड फिजिकल्ली तिमी फिजिकल्ली वर्ल्डमा इन्गेज छौ मानिलौँ होइन अब फिजिकल्ली वर्ल्डमा इन्गेज भइसकेपछि तिमी गएर चाहिँ नि भेजिटेरियन डाइट फलो गरेर होइन भने तिम्रो शरीरले त्यति राम्रो नमान्ला क्या त्यहाँ किनकि डिमान्ड अनुसारको सप्लाई पुगेन त्यहाँ होइन उसलाई हेभी फिजिकल गर्नलाई कार्बोहाइड्रेटको त्यही कार्ब हेभी मिल चाहियो प्रोटिन हेभी चाहियो मोस्ट अफ द हाम्रो अहिले चाहिँ नेप्लिज डाइटमा त प्रोटिन त छँदै नै छैन होइन अब त्यसको त के कुरा गर्नु दाल खाएर प्रोटिन हुन्छ भन्ने सोच छ होइन अब लाइक मलाई लाग्थ्यो त्यो स्ट्यु बनाएर अझै झोल बनाएर दालको त चोक्टै छैन होइन अब हाम्रो छैन नि त कार्ब्स रिच फुड होइन अब
त्यही भएर फुड खाँदाखेरि चाहिँ अब आफ्नो के एचिभ गर्नु खोजिरहेछ होइन त्यो सबै कुरा पनि त हेर्नु पऱ्यो नि त त्यो लाइनमा। त्यही भएर अहिले कमिङ ब्याक टु द टपिक होइन दशा सिस्टम भनेको चाहिँ तिम्रो पर्टिकुलर चिज डेभलप हुँदाखेरि तिम्रो चाहिँ नि के कुरा प्रदान भएर डेभलप हुन्छ भनेर हेर्न सक्यो भने चाहिँ अझ इन्साइट आउँछ। अब चिनामा प्रेडिक्टिभ हिसाबमा चाहिँ कसरी मान्छेले युज गर्छन् भने सपोज तिम्रो चाहिँ नि कुनै ग्रह एकदमै राम्रोसँग बसेछ भन्नाले लाइक त्यो ग्रह त्यहाँ बस्दाखेरि चाहिँ धेरै मान्छेले पहिला प्रगति गरेका थिए अनि त्यही ग्रह चाहिँ प्रोमिनेन्ट भएर आयो भने अब तिम्रो लाइफमा के हुने भयो त प्रगति धेरै हुन सक्ने चान्सेसहरू बेसी भयो नि त। अनि त्यो एस्पेक्टबाट नेल डाउन गर्ने हो क्या। ओके त्यो भनेको त्यो ग्रहले त्यो पोजिसनमा त्यो प्रोमिनेन्स जमाएर बस्या हो उसको पालो आयो मेरो पालो आयो भने जस्तो क्या। चाहे त्यसले पोजिटिभ गरोस् चाहे नेगेटिभ गरोस् त्यो एउटा एकदमै हुन्छ नि हेभी इम्प्याक्ट हेभी इफेक्ट गरेर बसिरहेछ। अब जस्तै अब नेपाली पोलिटिक्समा हेर्नु पर्दाखेरि चाहिँ अब बालेनले जब चाहिँ नि यो हाम्रो मेयरको चुनाव जितेको तागामा चाहिँ उसको राम्रो ग्रहको चाहिँ नि दशा चलाएको थियो भनिदिनु मिल्यो क्या। ओके मलाई चाहिँ पहिला के एउटा उसो के भन्छ रङ कन्सेप्ट रहेछ भने दशा भन्ने बित्तिकै नराम्रो मात्र होइन ग्रह दशा भन्ने बित्तिकै यो मान्छेले कुकुरको दुःख पायो त्यो पिरियडमा भन्ने थियो भर्खरै अहिले मलाई भन्दै झन्डै होइन त्यस्तो त्यो चाहे पोजिटिभ होस् या नेगेटिभ होस् त्यो एकदमै धेरै इम्प्याक्ट गर्ने हुन्छ नि इम्प्याक्टफुल टाइम त्यो ग्रहले त्यो पिरियडमा। पोजिटिभ र नेगेटिभ चाहिँ कुरै हुँदैन कन्टेक्स्ट मात्रै हुन्छ होइन। अब लाइक तिम्रो महाभारतको चाहिँ नि हेर्छौ भने अर्जुनले त त्यत्रो मान्छे मार्यो तर कुन कन्टेक्स्टमा मार्या चाहिँ इम्पोर्टेन्ट भयो नि त धर्मको लागि मार्या होइन। मान्छे मार्नु त राम्रो होइन नि त मोरल्ली त होइन। अनि हामीलाई खालि मोरल भ्याल्युज मात्रै सिकाएको छ कन्टेक्स्ट सिकाएकै छैन है नि। मोरल भ्याल्युजसँग कन्टेक्स्ट जोड्ने नै मिसिङ छ क्या हामीमा क्या। लाइक त्यही भने कन्टेक्स्ट भनेको मान्छेले एकदमै मिस गर्छ यार गौरव कन्टेक्स्ट। लाइक किनकि कस्तो भने एकदमै स्ट्याटिस्टिकली लिन्छ त्यो स्ट्याट्समा कन्टेक्स्ट मिस हुनु बित्तिकै एकदमै त्यो छरपष्ट क्या त्यो छैन क्या त्यो हुन्छ नि के हो बाहिरबाट ओभरभ्यू हेर्दाखेरि किन यो भएको त्यो के थियो त्यसमा ब्याकग्राउन्ड यो घटनालाई त्यो केही पनि छैन सिधै यसले यो गरे यो पायो छैन कन्टेक्स्टै छैन खालि के बाइनरीमा सोच्ने बानी छ। लाइफ क्वान्टम लेभलमा चल्छ। अब जस्तै राम्रो कति राम्रो नराम्रो कति नराम्रो यो मान्छे राम्रो छ भन्यो भने त्यसले त्यो त बाइनरी भयो नि त होइन 0-1 अन अफ स्विच। तर कति राम्रो हो त कुन कन्टेक्स्टमा चाहिँ राम्रो हो त कोसँग चाहिँ राम्रो हो त किन राम्रो भन्ने इम्प्रेसन पर्यो त चाहिँ नेल डाउन भयो क्या। एक्ज्याक्टली अब कसैले झुट बोलेर राम्रो काम पनि गरे हुनसक्छ त्यो झुट कन्टेक्स्ट अनुसार के हुन्छ नि। अब घरमा त्यहाँ हुन्छ नि त्यहाँ टोलमा पुलिसले त्यो हुन्छ नि गाडीमा त्यो साइरन बजाउँदै आइरहेछ गुन्डा खोज्न डाका खोज्न यहाँ डाकाले मलाई हुन्छ नि चोट लाग्छ मलाई गोली लाग्छ मलाई लुकाइदे मेरो ज्यान बचाइदिए भनेर लुकाइदियो भने त आफू पनि नराम्रो भयो नि त। मैले जहिले दिने एक्जाम्पल मध्ये नि तिमीलाई एउटा बाटोमा चाहिँ नि एकजना मान्छे चाहिँ नि घायल अवस्थामा भेट्यो तिमीले बचायो होइन तिमीले के गर्छौ त घायल अवस्थाको मान्छे देख्यो भने सकेसम्म बचाउने बित्तिकै उठेर AK-47बाट 16जना मान्छे मारिदियो तिम्रै आँखाको अगाडि अनि मारिदियो सबैको दोष लाग्यो नि होइन। अनि त्यसपछि तिमीले के थाहा भयो भने थाइट खतम काम गरिएछ भनेर तिमीले फेरि बन्दुक लिएर त्यसलाई मारिदियो। के राम्रो के नराम्रो भन ल। त्यही भने त्यो एक्ज्याक्टली अब बाहिरले हेर्नेले के भयो त्यहाँ के थियो ब्याकग्राउन्ड स्टोरी केही नबुझिकन जुन नर्मली हाम्रो न्युज पेपरहरूमा मिडियाहरूमा आउँछ नि विदाउट कन्टेक्स्टको आउँछ नि त विदाउट कन्टेक्स्ट चेन्ज गरेर न्यारेटिभ बनाउनु पर्ने यही कुरा अब हुन्छ नि न्युज पेपर फेसबुक इन्स्टाग्राममा आयो भने यस्तो तहल्का पिट्ने हेडलाइन भएर आउँछ नि यो डेन्जरै हुन्छ यो मान्छेको हुन्छ नि के उसबाट हुन्छ नि इभेन्टबाट घटित भएर यसले यस्तो गर्यो तिमीले मार्यो कि बचायो त हो त्यहाँ त्यो एक्जाम्पलमा बचायो त्यो एक्जाम्पलमा तिमीले मार्यो कि बचायो त त्यो त सोच्नै पर्ने भयो नि त होइन मार्यो भने ज्यान मारा भइहाल्यो होइन तर अब हुन्छ नि अब त्यसलाई त मार्ने त हो मैले कसरी मार्ने कि त्यो कन्टेक्स्ट र इन्टेन्सनमा भर पर्छ नि तिमीले सोल्ली इन्टेन्सनली काम गर इन्टेन्सनली रङ छैनौ तिमी होइन तर तिम्रो इन्टेन्सन रङ छैन भन्दैमा कामै नराम्रो हुने भन्ने हुँदैन क्या त्यो रिलेटेडै छैन क्या
दुइटैमा तिम्रो काममा मात्रै तिम्रो चाहिँ नि तिम्रो राम्रो इन्टेन्सनले काम गर्छ, त्यसको रिजल्टमा हाम्रो त्यो कामले के प्रड्युस गर्छ भन्ने कुरामा हाम्रो हुँदैन क्या, लाइक त्यति धेरै ग्राप्स हुँदैन क्या, होइन? अब एउटा त्यो हुन्छ नि सोल्जरले ब्याटल फिल्डमा कसैलाई मार्यो भने त उसको त त्यो कन्टेक्स्ट त के थियो नि, ही वाज अ सोल्जर इन अ वार, उसको अर्डर आछ सुबाट, आइडेन्टिटी बेस्ड काम भयो त्यो होइन, उसले आइडेन्टिटी बेस्ड गर्यो, उसले त्यो गर्यो, उसले आफ्नो क्षेत्रीय निर्वाह गर्यो, उसले अर्डर फलो गर्यो होइन एकदमै। अब तर अरूले हेर्दाखेरि अब नर्मली यति के हुन्छ नि, ऊ सोल्जर पनि होइन, सिभिल युनिफर्म लगाएको छ नि, उसले मान्छे मार्यो, मान्छे हुन्छ नि यो हिज मर्डर, हिज हुन्छ नि खत्तम मान्छे। अब त्यहाँ सिभिल ड्रेस लगाएर गरिदियो भने त खत्तम भइहाल्यो, त्यहाँ कन्टेक्स्ट गयो नि त, त्यही अब सोल्जर पनि आतङ्कवादी भयो नि, कन्टेक्स्टै गयो होइन। अब अहिले चाहिँ नि समस्या चाहिँ कस्तो छ भने अहिले हाम्रो आइडेन्टिटी बेस्ड चाहिँ नि पोलिटिक्स चलिरहेछ क्या, यु आर आइडेन्टिफाइङ युर सेल्फ विथ समथिङ भनिसकेपछि त्यो आइडेन्टिटी चाहिँ मान्छेले चेन्ज गर्न खोज्दैन, त्यसलाई नराम्रो भन्न खोज्दैन, अनि त्यो आफूले लिएको आइडेन्टिटी चाहिँ रङ भन्नु चाहिँ एकदमै घातक हो, धेरै मास्लो हाइरासकेको धेरै लेभलमा घातक हो क्या त्यो। अनि त्यही भएर जसले पहिला पार्टी पक्रेको छ तिनीहरूले छोड्नलाई एकदमै गाह्रो छ, उनीहरू आइडेन्टिफाई गरिसक्यो क्या। अब लेट्स चाहिँ एकदमै हाम्रो मन्डेन टकमा होइन, तिमीले एउटा जहाँ फुटबल क्लब सपोर्ट गर्यो भने त छोड्न मिल्दैन, गाह्रै पर्छ, गाह्रो छ, आफ्नो मनलाई नै गाह्रो छ, मनलाई पनि गाह्रो छ, त्यहाँ पियर प्रेसर पनि हुन्छ, लाइक कस्तो हुन्छ नि, अब यो मान्छेले क्लास 5-6 हुँदाखेरि यो सपोर्ट गर्थ्यो, आर्सेनल सपोर्ट गर्थ्यो होइन, त्यो बेलामा आर्सेनल प्रेमी राम्रो थियो अरे सपोर्ट गरे होला, अहिले आएर त यो त लिभरपुलमा सपोर्ट गर्छ, त्यो के हो त, यो त प्लास्टिक रहेछ नि यो मान्छे त, प्लास्टिक फ्यान भन्छ नि एकदमै होइन। अनि एउटा विचारधारा लिइसकेपछि त्यहीँ लागिरहनु पर्यो भन्ने सोसाइटल प्रेसर छ, सोसाइटीले तिमीलाई त्यसरी हेर्न खोज्छ, तर के त्यस्तो रिजिड मान्छे राम्रो हो त, त्यही क्वेसन छ क्या होइन। अब जुन चाहिँ पोलिटिकल पार्टीमा लागेको थियो त्यहाँको सबै भ्रष्ट भइसक्यो मानिलिउँ, एभ्रिबडी, अनि फ्याक्ट्स आर देयर। अनि एउटा चाहिँ रिसर्च अनुसार चाहिँ के देखिएको छ भने होइन, तिम्रो यदि तिमीले कुनै आइडेन्टिटी लिएछौ र त्यसको अगेन्स्टमा तिमीलाई फ्याक्ट प्रेजेन्ट गर्यो भने तिमीले फ्याक्टलाई डिसरिगार्ड गरेर झन् त्यो आइडेन्टिटीलाई स्ट्रङ गर्छौ अरे क्या, झन् बेसी फलोवर हुन्छ अरे क्या तिमी। किनकि त्यो कस्तो हुन्छ नि, कसैले त्यो टोकस्दा यसले कस्तो हुन्छ नि, लाइक मेरो विचारमा चाहिँ यो कुरामा त्यो अरूलाई रङ प्रुफ गर्न नै मान्छेले त्यो धेरै उ गर्छ कि जस्तो लाग्छ कि, तिमीलाई के लाग्छ? आफूलाई अरूलाई रङ प्रुफ गर्ने किन भन्दाखेरि चाहिँ आइडेन्टिटीमा क्वेसन आयो भने, एक्ज्याक्टली आइडेन्टिटीमा क्वेसन चाहिँ मान्छेले सहन सक्दैन, अरू कुरा सहला, आइडेन्टिटीको चाहिँ सहँदैन उसले। अब जस्तै भनौँ नेपाललाई नराम्रो भन्यो भने हामी त जङ्गिन्छौँ नि त, जेसुकै होस्, त्यो नेसनलिस्ट भनोस् कि जेसुकै होस्, नेपाललाई नराम्रो भन्ने बित्तिकै त्यो त एउटा त्यो आइडेन्टिटीले त चाहिँ नि त्यो हानिहाल्छ, सेल्फ डिफेन्स आइहाल्यो नि, है सेल्फ डिफेन्स के किन हुन्छ क्या, सेम विथ पोलिटिकल पार्टिजमा डिप रुटेड भएपछि त है, डिप रुटेड भएर आइडेन्टिफाई आफूलाई गरिसकेपछि त तिमीले त्यो जसरी नेपाल भनेपछि सेल्फ डिफेन्स आउँछ नि, पार्टीको अगेन्स्टमा भनेपछि त्यहाँ रुटेड भए मान्छेले सेल्फ डिफेन्सबाट काम गर्छन्, उनीहरू केही देख्दैनन् क्या, अब लाग्नै पऱ्यो क्या, लाइक हुन्छ नि, त्यसरी चाहिँ हामीलाई सेभ गरे हुन्छ। हो त्यो जे कुरा पनि जुन अट्याचमेन्ट हुँदै गएर जोडिँदै जान्छ नि, त्यो कुरा आइडेन्टिटी भइदिन्छ नि 100%। अनि त्यसलाई चेन्ज गर्ने पनि तरिका 7 स्टेप प्रोसिड्युर छ, राम्रोसँग फल्यो भने आइडेन्टिटी चेन्ज हुन्छ होइन, त्यो भयो नि त त्यो रिजिड भयो नि, होइन चेन्ज गर्न मिल्छ क्या, त्यसको 7 स्टेप प्रोसिड्युर छ। लाइक त्यो मान्छे चाहिँ त्यो रिजिड भयो क्या, त्यसलाई हुन्छ नि केही कुरा पनि कसैले लाइक दे कान्ट स्वे हिम अवे के हुन्छ नि, कसैले एउटा आइडेन्टिटी अट्याक गरेर त्यो एट्याक कसरी गर्ने र त्यो एट्याक गरेर तिमीलाई चेन्ज गराउन सक्ने पनि मेथड छ क्या ब्रो। होइन मैले चाहिँ के भन्न खोजेँ भने, जस्तै कसैले एउटा फलाना मान्छेलाई आइडेन्टिटी, जस्तै भनौँ न लाइक सपोज म चेल्सी फ्यान हो होइन, तिमीले चेल्सी तोरी छ भने अब मलाई त्यो हुन्छ नि अलिकति नराम्रो फिल हुन्छ, सेल्फ डिफेन्स के किन हुन्छ नि, एक्ज्याक्टली। तर तिमीले जुन भनेको जुन त्यो छ नि त्यो ट्रेनिङ गऱ्यो भने त मलाई होइन, तर त्यही हिसाबमा मैले चाहिँ ब्रो यार देयर आर लट अफ पिपल ओभर हियर होइन, जसले चाहिँ आफूले चाहिँ आफूलाई चाहिँ के भन्छ एउटा कन्स्ट्रिक्सनमा राखेर होइन, आई फिल सो सरी फर द गाइज
हु रियली थिङ्क लाइक हुन्छ नि फाइटिङ फर देयर लाइक आइडेन्टिटी, लाइक हुन्छ म चेल्सी हुँ भनेर बाटोमा झगडा गर्दै हिँड्ने, अरू मान्छेलाई उ गर्ने, त्यस्तो मान्छे देखेर मलाई धेरै सरी फिल हुन्छ यार। लाइक आफैलाई हुन्छ नि वाट द हेल इज गोइङ अन जस्तो हुन्छ। अनि त्यसपछि उनीहरूले चाहिँ अलिकति वाइज भएर होइन एउटा हिसाबमा सोच्दै हुन्थ्यो भनेर भन्ने बित्तिकै तिम्रो सेल्फ डिफेन्स लोवर हुन्छ क्या। करेक्ट किनकि त्यो चाहिँ अलिक कम्प्यासनतिर गयो, थर्ड पर्सन एसोसिएसन भयो, तिम्रो आइडेन्टिटी लोवर भयो क्या। त्यसै गरी सातवटा स्टेपमा चेन्जै गरिदिनु मिल्छ क्या तिम्रो दिमाग। ओके, त्यो तिमीले भनेको चाहिँ वान अफ द स्टेप हो, एउटा स्टेप हो क्या त्यो। एउटा थर्ड आइडेन्टिटी, थर्ड पर्सन ल्याएर एउटा कम्प्यासन, नेगेटिभ एसोसिएसन गरेँ नि त मैले त्यो आइडेन्टिटीको, तर तिमीलाई इन्भल्भ नगराइकन गरेँ क्या। लाइक त्यो एक्सन पनि त राम्रो त गरे होइन नि त भन्ने मलाई एउटा त्यो फिल भयो नि त। भयो नि त, भर्खरै तिमी नै अगेन्स्टमा गयौ नि त तिम्रै चाहिँ नि क्लानभित्र होइन। त्यसरी 7वटा प्रोसेस छ त्यहाँ, त्यो फलो गर्यो भने अब सबै आइडेन्टिटी चेन्ज हुन्छ भन्ने होइन। तर मोस्ट अफ द चिजलाई विकन गर्न मिल्छ। जस्तै धेरै बाहिर गइसकेको मान्छेहरूलाई नेपाल भनेर आइडेन्टिफिकेसन गर्न उनीहरूलाई कन्टेक्चुअल्ली त्यति धेरै इन्ट्रेस्टेड नहुन सक्छ धेरै मान्छेलाई, सबैलाई हुन्छ भने छैन। आइडेन्टिटी विक भएर जान्छ, आफ्नो धर्मप्रतिको आइडेन्टिटी विक भएर जान्छ। बाहिर हुने बित्तिकै कन्टेक्स्ट चेन्ज भयो नि त त्यहाँ, नेपालबाट बाहिर भयो, अरू नयाँ कुरामा फेमिलियर भयो होइन। फेमिलियर कुरा सेफ लाग्छ, सेफ लागेको कुरा एट्र्याक्टिभ लाग्छ, एट्र्याक्टिभ लागेको कुरा रिपिट गर्न मन लाग्छ। द्याट्स वाट होल लाइफ इज अबाउट। करेक्ट होइन। अब तिम्रो चाहिँ नि के भन्छ पिपल प्लिज गरेर आएको मान्छे त्यहीँ फेमिलियर हुन्छ, त्यही स्किल प्र्याक्टिस गरेर हुन्छ, भोलि ठुलो पोजिसनमा राख्यो भने के हुन्छ त त्यही गर्छ, त्यही नै रिपिट गर्छ नि होइन। अब तिम्रो चाहिँ नि के भन्छ सानोमा डेभलप भइरहेको बेलामा चाइल्डहुडमा चाहिँ नि के भन्छ मिसिङ मदर छ भने उसले उसको चाहिँ नि फेमिलियर कहाँ छ, आफ्नो इमोसन नभएकोमा छ, त्यस्तै केटी खोज्छ लङ डिस्टेन्स वेयर एभर होइन। टाढाको त्यही फेमिलियर छ नि त, त्यही सेफ फिल गर्छ, त्यही कुरा एट्र्याक्ट गर्छ, त्यही कुरा रिपिट गर्छ क्या। अनि यो तिम्रो फेमिलियरिटी भन्ने कुरा चाहिँ अब तिमीले नेगेटिभ सोध्छौ भने तिमी कहाँ फेमिलियर भयो, नेगेटिभ कुरामा फेमिलियर भयो। नेगेटिभ कुरामा फेमिलियर भएपछि त्यो कुरा के लाग्यो, सेफ लागेपछि एट्र्याक्टिभ लाग्यो, त्यही कुरा रिपिट गरे गर्छु, बानी पर्छ। त्यही प्याटर्न नै त्यो रिपिटेटिभ लाइफ त्यही नै हो। होल तिमीले आफूले आफूलाई यदि कसै मान्छेले आफूलाई चिन्नु छ भने यति कुरा चाहिँ गएर आफ्नो केमा म सानोमा फेमिलियर थिएँ त जर्नल गरेर आफूलाई हेरेर जर्नल पोइन्ट आउट गर्ने हो भने अहिलेको बिहेभियर ठ्याक्कै थाहा हुन्छ क्या। अहिले किन यस्तो गरिरहेको छु भन्ने कुरा ठ्याक्कै थाहा हुन्छ। त्यो इट्स लाइक ओ माई गड मुभमेन्ट आउँछ त्यहाँ। होइन जर्नलिजम लास्ट इम्पोर्टेन्ट हो मलाई फिल भयो। अब एउटा कन्फ्लिक्टमा हुर्केको बच्चा छ मानौँ होइन, हिज इन कन्फ्लिक्ट लाइक होल चिज ऊ कन्फ्लिक्टमै चाहिँ नि उसको चाहिँ नि बितेको छ। उसले के स्किल डेभलप गर्यो त उसको ब्रेनले, कन्फ्लिक्टमा कसरी सेफ हुने स्किल डेभलप गर्यो। एक्ज्याक्टली। ब्रिङ द्याट किड इन लाइक नियर फ्युचर एन्ड पुट हिम अन बुद्धिस्ट मोनेस्ट्री, ही विल रिभोल्ट। कन्फ्लिक्ट छैन नि त त्यहाँ, त्यो त टोटल डिभोइड अफ कन्फ्लिक्ट भयो भनेपछि उसले त्यो बुद्धबाट पनि एङ्गर निकालिदिन सक्ने सेफै भएन नि। सेफै भएन, उसले जसरी पनि बुद्धैबाट पनि एङ्गर निकालिदिन खोज्छ। जो मान्छे एकदमै रिच इन्भाइरोमेन्टमा जन्मेछ उसलाई पैसा हुने कुरा सेफ लाग्छ, सेफ। अनि उसले पैसा नभएको ठाउँबाट पनि पैसा निकालिदिन्छ क्या पछि गएर क्या। जो मान्छे चाहिँ गरिबीमा हुर्केको छ उसलाई त्यो जालो तोड्न धेरै गाह्रो छ। उसले चाहिँ नि धनीबाट पनि गरिबी नै निकालिदिन्छ, सानसानै कुरा गरेर बस्दिन्छ त्यहाँ होइन। तिमीले कहाँ फेमिलियर छौ सुरुमा भन्ने कुरा हो। यहाँ धेरै कुरा हुन्छ, मिरर हुन्छ होइन। जो तिम्रो चाहिँ नि के भन्छ स्ट्रिक्ट प्यारेन्ट्सबाट चाहिँ नि आएको छ उसले सबैको प्यारेन्ट्स स्ट्रिक्टै देख्छ, मिरर हो नि त त्यो। त्यस्तै होला संसार भन्ने हुन्छ नि त, एक्सपेक्टेसन के त्यही होइन। अनि यदि छैन भने उसले त्यो इको बनाइदिन्छ त्यहाँनिर। इको भनेको के भने तिम्रो जसरी पनि त्यस्तो इन्भाइरोमेन्ट क्रिएट गराउँछ जहाँ कि मेरो प्यारेन्ट्स चाहिँ नभए पनि स्ट्रिक्ट होस् भने जस्तो लाग्ने वाला कि त्यो इमोसन तिमीलाई फिल गर्नु छ कि जसरी नि तिमीले नन स्ट्रिक्ट मान्छेबाट पनि स्ट्रिक्टनेस निकालिदिन्छौ क्या। यदि तिमी चाहिँ एकदमै स्ट्रिक्ट प्यारेन्ट्सबाट हुर्केको छौ भने तिमीले चाहिँ नन स्ट्रिक्ट मान्छे हुन्छ नि, सबसे फर्गिभिङ, सबसे चिल बिन्दास जे गर भन्ने मान्छेबाट पनि स्ट्रिक्टनेस खोजेर हुन्छौ क्या त्यहाँ। त्यो इन्भाइरोमेन्टै क्रिएट गर्छ, तिमीले इको निकाल्छ। अर्को चाहिँ रिभर्सल हुन्छ क्या। पहिला चाहिँ मलाई यस्तो बित्यो, अब चाहिँ म यो चाहिँ फ्लिप गर्छु। जस्तै आइन्स्टाइन, कालिदास पहिला मूर्ख भनेर चिनिए, पछि के भयो त जिनियस भनेर चिनिए। त्यो चाहिँ रिभर्सल फेज हो। अब यसको फेज छ, तर तिमी फेमिलियर केमा थियो भन्ने कुरा चाहिँ मान्छेले चाहिँ अघि भने
म कहाँ फ्यामिलियर छु चाहिँ जान्नु पऱ्यो पहिला, म कहूँ त ठुलो प्रश्न भयो। त्यो त आइडेन्टिटी नै भयो। म केमा फ्यामिलियर छु त्यसले बल्ल त्यो मान्छेले यो चाहिँ मेरो सेफ प्लेस हो। केमा फ्यामिलियर थिएँ म। एक्ज्याक्टली होइन, कहाँ फ्यामिलियर थिएँ म पहिला। अनि फ्यामिलियरिटी कसरी चाहिँ हाम्रो ब्रेनलाई ह्याक गर्न मिल्छ भन्दाखेरि चाहिँ त्यो चाहिँ कस्तो होइन, सिम्पल कहानी छ क्या। हामीहरूलाई ट्राइबल चाहिने टाइममा हामी गयौँ भने धेरै बिसी अगाडि चाहिँ हामीहरू चाहिँ एकअर्का चाहिँ तिम्रो के भन्छ हन्ट गर्न गइरहेछौँ भने सपोज हाम्रो काम चाहिँ के थियो भने एउटा ठाउँमा गएर स्याउ टिपेर लिएर आउने थियो होइन। करेक्ट। स्याउ टिपेर लिएर आउने थियो अनि त्यो ट्राइबलाई दिने थियो। तिमी र म गएँ स्याउ टिप्न भनेर ल जाउँ न त भने एउटै बाटो फलो गऱ्यो, बाटो पनि चेन्ज गर्दैनौँ हामीले, गर्दैनौँ अफिस जाने बाटो चेन्ज गर्ने गरिरहेछ छैन नि त। त्यही सेफ हो नि त हामीलाई, त्यही सेफ छ नि त, त्यही बाटोमा एट्र्याक्सन छ, त्यही कुरा रिपिट गरिन्छ क्या, सिम्पल गइरहेछ। एक्कासी के भने झसाङ एउटा आवाज आयो, डाङ आवाज आयो होइन। अब के भयो, सतर्क, अनसेफ भयो। अब अनसेफ भएपछि ब्रेनले के गरिदिन्छ भने सब कुरा बिर्सेर नयाँ कुरा रिसिभ गर्न रेडी हुन्छ क्या। इन्भाइरोमेन्ट डिस्टर्ब, त्यो प्याटर्न डिस्टर्ब गर्ने, त्यही भएर धेरै एनालोजिसहरू छ क्या। लेफ्टले दाँत मोल्ने अनि म राम्रो छु भन्ने होइन, ऐनामा हेरेर, किनभने त्यो ब्रेनले लिइरहेछ भन्ने कन्सेप्ट बुझेनौ। मान्छेले त जहाँ पनि युज गरिदिनु खोज्छन् नि त यो कुरालाई। त्यसरी संसार नचला होला, त्यसरी नहोला, तर न्युरोलोजिकल्ली तिमीले डिफ्रेन्ट हात युज गरिरहेछौ, ब्रेनले टुवा परिरहेछ, त्यो टुवा परेको बेलामा चाहिँ त्यो सजेसन लिन्छ। अर्को नाइस एक्जाम्पल, त्यही अघिको एक्जाम्पल ऊ गर्दाखेरि चाहिँ त्यो ढ्याङ्ग भयो, सतर्क भयो ब्रेन होइन। अब नयाँ इन्भाइरोमेन्ट भयो, अब तिम्रो ब्रेन फोकस मोडमा आयो क्या, फोकस चाहिन्छ क्या त्यहाँ, फोकस हुनु पऱ्यो कि तिमी पहिला कुनै पनि नयाँ कुरा लिनलाई, सजेसन लिनलाई, वाट एभर वा चेन्ज गर्नलाई, पुरानो फ्यामिलियरिटीलाई तोड्नलाई पहिला फोकस चाहिन्छ क्या। फोकस भन्यो भने त यु आर अन अ रिपिटेटिभ साइकल। त्यो अघि हात भन्ने बित्तिकै मलाई एउटा थट आयो क्या दिमागमा होइन, यो लाइक बच्चा हुँदाखेरि धेरै चकचक गरेर हातहरू फ्र्याक्चर गर्ने हुन्छ नि। मेरो त मलाई अहिलेसम्म रिपिटेटिभली याद भयो क्या, सायद मेरो जति हात भाँचेको र खुट्टा भाँचेको मेरो जतिको कसैको पनि सायदै छैन होला। तिमीले त हात भाँचिँदाखेरि त अर्को हातले खानु पर्दाखेरि त कस्तो भएको थियो होला। राइट ह्यान्ड भाँच्छ थियो। मेरो राइट लेफ्ट खुट्टा पनि लेफ्ट। अनि त्यहाँबाट त्यसपछि भाँच्चा मात्र होइन, मल्टिपल इन्जुरिज। अनि त्यहाँबाट त्यसपछि के भन्छ त्यसलाई चाहिँ म निकै टाइम चाहिँ बेडमा बसेर चाहिँ मैले बिताएको छु। त्यही भएर मलाई बेडमा बस्नु रमाइलो लाग्छ, फ्यामिलियर छ, सेफ छ, अनि म रिपिट गर्छु। करेक्ट। मैले चाहिँ के भन्नु भएको थियो नि, जस्तै कसैको डोमिनेन्ट आर्म हुन्छ नि, लेट्स से राइट ह्यान्ड होइन, फ्र्याक्चर भन्दा त्यो मान्छेले फर्स्ट टाइम लेफ्ट उ गर्दा त ब्रेन त एकछिन ठिस हुन्छ। एस्ट्रोलोजिकल टर्ममा चाहिँ विपरीत राजयोग भनिदिनु पऱ्यो। एक्ज्याक्टली, मैले त्यही सोचिरहेको थिएँ कि हुन्छ नि त्यो मान्छेको ब्रेनलाई त यो त पुरै अनसेफ न्यू टेरिटोरी होइन, यहाँ खाँदा घरि झर्या छ हुन्छ नि। 100% हो नि, 100% हो नि त्यो कुरा। पहिला फोकस आयो। एक्ज्याक्टली, इन्सेन फोकस। अब त्यही इन्सेन फोकसको कुरामा होइन, अब त्यहाँ अहिलेको एक्जाम्पलमा तिमी सतर्क भएर इन्सेन फोकस भन्दा प्राइमल फोकस भयो, त्यो मर्न सक्छ भोलि त्यहाँ बाघसाग रहेछ भने। करेक्ट, किनकि होइन त्यो अहिलेको एक्जाम्पलमा क्या ड्याङ पड्केकोमा क्या, लाइक तिम्रो त्यो बाघसाग होला नि त, त्यहाँ के होला के हो तिमी प्राइमली सतर्क भयो क्या। अब तिमी नयाँ टेक्निक, अब एकचोटि तिमीले त्यो बाघ मार्यौ वा त्यो ऊ भयो भने तिमीलाई त्यो टेक्निक आयो, अब तिम्रो ब्रेन भने बाघ आयो भने म मारिदिन्छु भनेर खोज्दै हिँड्न सक्ने टाइपको भयो क्या। हुन त फियरले अलिकति रोक्छ, तर त्यो प्याटर्न बस्दिन्छ क्या। अर्कोचोटि बाघ आयो भने ट्राइबलको मान्छेले तिमीलाई धकल्छन् क्या मार्या भएर अगाडि होइन। सायद त्यसरी नै भएको थियो होला पहिला पनि हन्टर टाइममा। हो त नि। अनि फेट मोडल हुन्छ क्या ब्रो, फोकस अथोरिटी ट्राइब र इमोसन हुन्छ क्या। तिमी फोकस भयो क्या त्यहाँ, त्यो फोकस चेन्ज गर्नु चाहिँ यति इम्पोर्टेन्ट छ अहिलेको जमानामा भने यो रुमको एउटै स्ट्रक्चर भयो भने तिमी फोकसै हुँदैनौ। कतिचोटि धेरै मान्छेलाई कन्टेक्स्ट पनि छ नि त, एउटा कुरा लिन्छु भनेर गएको हुन्छ, अर्को रुममा जाने बित्तिकै सक्यो, कन्टेक्स्ट चेन्ज भयो नि त त्यहाँनिर। यो नयाँ इन्भाइरोमेन्ट नयाँ अब यहीँबाट भान्सामा यो केही कुरा ल्याउनु छ भान्साबाट भनेर गएको हुन्छ, अनि त्यहाँ कन्टेक्स्ट चेन्ज भयो, भान्सा त अर्कै छ, अब यहाँ सोचेको सोच हो, अनि त्यो भएर बिर्सिने चान्स हुन्छ क्या, धेरै फ्रिज हुने बिर्सिने चान्स हुन्छ, किनभने त्यो नयाँ इन्भाइरोमेन्ट भयो नि त त्यो। त्यहाँ पनि तिमीले कति मान्छेले रुमै चेन्ज गरेर पनि आफूलाई फोकस बनाउनु खोजिरहेको हुन्छन् होइन। जस मेन कुरा के भने प्याटर्न डिस्ट्रप्सन गर्नु पऱ्यो फोकस हुनलाई। फोकस भएपछि तिमीलाई अथोरिटीले भन्नु पऱ्यो, तिम्रो अथोरिटी को हो अहिले
हु इज योर अथोरिटी योर अथोरिटी को भनेर सोध्ने क्वेसनमा चाहिँ गभर्मेन्ट भन्दा पनि त्यो टिकटक इन्स्टाग्राम्समा एकजना मान्छेलाई तिमीले सही ट्रस्ट गराए हुन्छौ नि यसले भनिसकेपछि तिमी लड्न रेडी हुन्छौ यतिसम्म हुन्छ कि हामीले फ्याक्ट धरि गएर आफूले खोजेर रिसर्च हेर्दैनौँ उसले चाहिँ सिउरै राम्रो लिएर होला ल हेर न अब हाम्रै अब ड्याडहरू अङ्कलहरू यो सबै हामीभन्दा एक जेनेरेसन माथिहरूकोले त्यो लिटरली फेसबुक सोसियल मिडिया हेरेर त अहिले जे भइरहेछ यो बालेन यो हुन्छ नि लेट्स से कोही एउटा हुन्छ नि यो डोनाल्ड ट्रम्प लेट्स से पुटिन होइन यो जेलेन्स्की यस्तो यो जो फिगरहरू छ नि पोलिटिक्सहरूमा अनि त्यो एउटा लाइक एउटा सिम्पल एउटा फेसबुकको पोस्ट एउटा सोसियल मिडियाको पोस्टबाटै डिक्टेट इजिली गरिदिने त्यो चाहिँ इनिसियल स्टेज थियो क्या ब्रो फेसबुक आएको जस्तै त्यतिखेर चाहिँ त्यो इमोसन मेरो त्यहाँबाट भ्यालिडेट भइहाल्यो भन्ने फेज थियो तर पछि त्यही ड्याडले अर्को चाहिँ नि ठाउँमा त्यसलाई भनेपछि यो एआईले बनाइदियो झुरो तैँले नराम्रो फलो गर्छस् भन्ने बित्तिकै एउटा राम्रो क्रिएटरलाई हेरेर फलो गर्न थाल्छ कि जस्तै आरओएलबीले कहिल्यै झुट बोल्दैन है त्यो छ नि त हाम्रो स्योर सर्ट दिन्छ त्यसले तिमी त्यो अथोरिटी चाहिँ तिम्रो लागि हाम्रो लागि चाहिँ अहिलेलाई चाहिँ त्यो हो क्या तिनीहरूले केही फेक बनाइदियो भने मान्छेले फर्स्ट इन्स्टिङमा त ल यस्तो न्युज आयो उनीहरूले फेक बनाउँदैन भन्ने छ नि तिमीलाई एक्ज्याक्टली अथोरिटी मान्दियो नि त अथोरिटी मान्दियो क्या सक्यो क्या त्यहाँबाट खेल खतम भाइ हो होइन मान्छे दुनियाँलाई बेवकुफ बनाउन त साह्रै सजिलो रहेछ नि त होइन आउँदैछ पर्ख त्यसपछि ट्राइबमा आउँछ तेस्रो फेट मोडल हो नि त यो फोकस अथोरिटी ट्राइबमा आयो ट्राइब भने के हो भनेको आफ्नो वरिपरिको मान्छे को हो त्यो सँगै बस्ने मान्छे हो सँगै बस्ने भन्दा नि आफूले जुन फलो गर्ने खालको मान्छे कसलाई फलो गरेर छ फेसबुक इजिली इन्स्टाग्राममा तिमीले चाहिँ कसको तिमीले युट्युब खोल्यो भने चिना हेर्नै पर्दैन अहिले युट्युब खोल्यो भने चिना हेर्नु पर्दैन क्या को फलो गरेछ के छ मान्छेहरूले चाहिँ नि हुन्छ नि मलाई यसको पासवर्ड चाहियो र त्यसको पासवर्ड चाहियो केही पासवर्ड चाहियो युट्युबमा के आएको छ हेऱ्यो भने उसको इन्ट्रेस्ट कहाँ छ थाहा हुने भयो त्यो इन्ट्रेस्टको मान्छे चाहिँ तिम्रो ट्राइब भयो क्या द्याट्स योर ट्राइब यदि तिमी धेरै चाहिँ नि के भन्छ इन्टेलेक्चुअल कुरा हेर्छौ भने तिमीले वरिपरिको मान्छे चाहिँ इन्टेलेक्चुअल खोज्छौ क्या तिम्रो ट्राइब तिमी त्यहाँ बिलङ गर्नु खोजिरहेछौ नि त होइन अब अथोरिटी भयो ट्राइब अब तिम्रो के भने तिमी फोकस भएको थियौ होइन तिम्रो अथोरिटीले चाहिँ नि के भन्छ फ्ल्याट अर्थ छ भनेर भनिदियो अनि तिम्रो होल ट्राइबको मान्छेले फ्ल्याट अर्थ छ भनेर भनिदियो तिमी त्यहाँ बिलङ गर्यो भने तिम्रो इमोसन के हो त होइन रहेछ क्या हो भन्नेतिर गयो क्या राउन्ड एक्ज्याक्टली नासाहरूले झुक्का रहेछन् कि क्या हो भन्नेतिर गयो किनभने मेरो अथोरिटी म पहिला त एउटा फोकसवाला नयाँ इन्भाइरोमेन्ट आयो एक्कासी लाइक के थाहा भयो भने अहिले चाहिँ नि एप्स्टिन फाइल वाटेभर खुलेर सबजनाले फेक गरिरहेको रहेछन् मुन ल्यान्डिङ पनि फेक रहेछ भन्ने थाहा भयो सबै फेक रहेछ भन्ने थाहा भयो तिमीलाई होइन तिमी फोकस भयो नि त त्यहाँ किन मुन ल्यान्डिङ योहरू त जहिले पनि तिम्रो चाहिँ नि के भन्छ सही नै हो भन्ने जस्तो लाग्ने हुन्थ्यो अब तिम्रो त्यो होइन भन्ने बित्तिकै के भयो तिम्रो दिमाग सतर्क भयो त्यही तिम्रो चाहिँ इन्फ्लुएन्स गर्ने अथोरिटीले आएर के भनिदियो त अर्थ फ्ल्याट हो भन्ने कन्फर्म हो भनिदियो आरओएनबीले हालिदियो अर्थ फ्ल्याट हो भनेर कन्फर्म गर्यो भनेर त्यसपछि तिम्रो चाहिँ ट्राइब छ नि जो इन्टेलेक्चुअल मानिरहेको छौ नि तिनीहरूले पनि फ्ल्याट अर्थ रहेछ भनिदियो भने तिम्रो के हुने भयो त तिमीले के भन्ने भयो अर्थ फ्ल्याट हुन्छ क्या इमोसन त चेन्ज भयो नि त ब्रो त्यहाँ एउटा ह्युज लेभल अफ डाउट क्रिएट भयो नि कुकुरलाई यसरी ट्रेन गर्छन् क्या म्यामेलियन ब्रेन छ नि हाम्रो यसरी ट्रेन हुन्छ फेट मोडलबाट होइन यसरी चेन्ज गर्न मिल्छ अब यो चाहिँ तिम्रो चाहिँ नि ह्युमन इन्फ्लुएन्सको कुरा भयो होइन मास लेभलमा कसरी इन्फ्लुएन्स गर्ने ह्युमनलाई यताउति भनेर भयो अब यहाँ एस्ट्रोलोजीको हकमा भनेर भन्नुपर्दाखेरि चाहिँ तिम्रो यो मोडलमा चाहिँ इमोसन चाहिँ तिम्रो चाहिँ नि के भन्छ मुनले हेरिरहेछ अथोरिटी सनले हेरिरहेछ सूर्य चन्द्र होइन आइडेन्टिटी चन्द्र र सूर्यको खेल छ नि त त्यहाँनिर अनि हामीलाई चन्द्र सूर्य धेरै ठुलो मान्छन् अरू ग्रहहरूभन्दा खासमा चाहिँ अब अहिले शनिलाई ठुलो बनाउने न्यारेटिभ छ होइन अहिलेको अब शनि चाहिँ दुःख कष्ट हो त्यहाँ धेरै मान्छे फेमिलियर छन् त्यही भएर चाहिँ नि त्यो फेमिलियर भएको कन्टेक्स्टमा बोल्यो भने धेरै कुरा मिल्छ पनि तर सूर्य अथोरिटी हो इट इज वाट्स गभर्निङ एनी एभ्रिथिङ मान्छेले आफ्नो अथोरिटी मान्ने हो जे सुकै त्यो दुःख सुख हुन्छ नि यो जति पनि यो जिन्दगीमा अरू जे घटनाहरू घट्यो पनि लास्टमा अथोरिटीले नै डिफाइन गरिदिन्छ नि त अब तान्त्रिक हिसाबमा जान्छ भने तिम्रो चाहिँ नि के भन्छ स्याटर्नले स्तम्भन शक्ति बोकेको हुन्छ क्या रोकिदिने के ढिलो गरेर रोकिदिने तिम्रो चाहिँ लभ लाइफ रोकिदियो मानिलिउँ स्तम्भन भयो
स्तम्भन शक्ति प्रयोग भयो त्यहाँ होइन मारण मोहन वशीकरण उच्चाटन स्तम्भन र सम्मोहन हुन्छ क्या अब त्यो तिमीले कसरी युज गर्ने भन्ने कुरा आउँछ त्यो होइन मारण भने इगोलाई मार्ने हो आफ्नो ध्यान गर्दा होइन मोहन भनेको भगवान्लाई एट्र्याक्ट गर्ने हो भगवान्लाई मान्छेलाई होइन मान्छेबाट केही पाइँदैन होइन बुझ्यौ नि मारण मोहन स्तम्भन भनेको आफ्नो नेगेटिभ थटलाई रोक्ने हो होइन वशीकरण आफ्नो मनलाई बसमा ल्याउने हो कि सम्मोहन भनेको के हो हिप्नोटाइज केलाई हिप्नोटाइज गर्नु पर्यो केलाई आफूलाई हिप्नोटाइज गर्नु पऱ्यो नि त्यतातिर जानलाई स्पिरिचुअल्ली माथि बढाउनलाई आफूलाई होइन आफूलाई नै हिप्नोटाइज गरेर त्यसपछि चाहिँ नि यो सबै कुरालाई लिएर चाहिँ आफ्नो स्पिरिचुअल प्रोग्रेसन गर्ने कुरामा मान्छेले चाहिँ आफूलाई युज नगरिकन त्यो चिज चाहिँ अरूलाई प्रयोग गर्न मिल्छ कि भनेर चाहिँ मिसयुज भएर धेरै डर छ कि यो कुरामा फियर फ्याक्टर छ नि त फियरले सबै कुरा फियरले आइडेन्टिटी चेन्ज गर्छ कसरी गरिरहेछ बाहिर नेपालीहरू आउँछन् होइन अब त्यहाँ के भयो डर भयो उनीहरूले के भयो आइडेन्टिटी छोड्दै जे पनि गर्न रेडी भयो आइडेन्टिटी छोडिदियो नि त त्यहाँनिर डरले चेन्ज भयो नि त जस्तै हामी नै आउँदाखेरि हाम्रो आइडेन्टिटी चेन्ज भयो नि 100% चेन्ज भयो 100% मास्लोज हायरार्कीको टपमा भएको मान्छेहरू सिधै फिजियोलोजिकल निडमा खानी कहाँ बस्ने कहाँ अनि घरलाई रेन्ट तिर्नलाई पैसा गर्न सेक्युरिटी गर्नु पर्यो पैसा एन्ड काम सेक्युरिटी पिआर वाट लाइक त्यही त त्यो सेक्युरिटी अब पहिला चाहिँ नि त्यो सेक्युर गर त्यसपछि सेक्युरिटी गर त्यसपछि बढ्दै बिस्तारै माथि हामी जान खोजिरहेछौँ तर फियरले चाहिँ ख्वातखुत्तै तिम्रो चाहिँ सबै आइडेन्टिटी कोल्याप्स गरिदिन्छ क्या अब जस्तै त्यो ऋषिमुनिहरूको कुरा गर्दाखेरि हाइएस्ट एटेन्ड गर्ने बेलामा त्यहाँ तल फुड केही सेल्टरहरू इम्ब्यालेन्स हुनु बित्तिकै त स्वात्तै तल गयो नि होइन त स्वात्तै तल झर्छ अनि त्यो चाहिँ तिम्रो आइडेन्टिटी चेन्जमा चाहिँ एउटा फियरलाई चाहिँ ठुलो फ्याक्टरमा लिन्छौँ क्या हामीहरू फियर हुनु कहाँ पर्यो नेगेटिभ सोच्नुमा करेक्ट नेगेटिभ सोच्नमा नेगेटिभ प्याटर्न बन्छ है भन्ने चेतना भइसकेपछि चाहिँ नेगेटिभ सोच्ने बित्तिकै भोलि दोहोऱ्याउँछु भन्ने त्यो हाम्रो मोडल थियो नि त्यो फियरवाला मोडल अनि यो कार्ल यङ चेज ह्युज होइन अनि त्यहाँबाट तिम्रो चाहिँ रोबर्ट ग्रिनी अनि यो सबैलाई हेऱ्यो भने उनीहरूले भन्न चाहिँ यो खोजिरहेछन् क्या एक्चुअली करेक्ट मान्छेले अर्कै तरिकाले इन्टरप्रेट गरिदिन्छ पहिला त यो एकदमै बबलभित्रको मान्छे जसलाई इन्ट्रेस्ट छ त्यो मात्रै लाग्छ हेरेर गर्न अरू चाहिँ हामीहरू चाहिँ लाइक हुन्छ नि वाट इज गिभन ओभर देयर यो छ भनेर जान्छौँ होइन हाम्रो चाहिँ के भन्छ त्यो लेभलमा रोकेर हेर्नलाई चाहिँ तिमीलाई इन्ट्रेस्टलाई नै म ठुलो कुरा मान्छु क्या तिमी इन्ट्रेस्टेड छौ कि छैनौ होइन अब इन्ट्रेस्टेड हुने मान्छेले थाहा पायो नि त होइन कत्रो रहस्य छ यो संसारमा डबल स्लिट एक्सपेरिमेन्ट हेर त्यहाँनिर होइन तिम्रो चाहिँ नि वेभ भएको कुरा एकैचोटि चाहिँ नि गएर पार्टिकल भइदिरहेको छ हेर्ने बित्तिकै अब्जर्भ गरेको भरमा अणुमा चेतना छ त्यही त जुन मिस्ट्रीलाई चाहिँ साइन्सले सल्भ गर्न सकेको छैन छ भनेर चाहिँ देखिसक्यो तर सल्भ गर्न सकेको छैन नि त होइन अब त्यो कुरा कसलाई इन्ट्रेस्ट जस्तो लाग्छ अहिलेको भागदौडवाला जीवनमा नलेज बेस्ड मान्छेलाई इन्ट्रेस्ट हुन्छ हो मलाई एउटा मलाई एकदमै फेसिनेटिङ कुरा मैले लाइक हुन्छ नि आइरहेको थियो कि कहिलेकाहीँ यो एस्ट्रोलोजीको कुरामा होइन लाइक कहिलेकाहीँ कस्तो एउटा थट आउँथ्यो भने लाइक हो एस्ट्रोलोजी पनि लाइक के थाहा हाम्रो मोडर्न साइन्सले जसरी यो डबल स्लिट एक्सपेरिमेन्टको त्यो एक्सप्लेनेसन गर्न सकेको छैन नि तर के थाहा त्यसको एउटा बिहाइन्ड साइन्टिफिक एक्सप्लेनेसन छ होला तर पत्ता नला हो नि त डिस्कभर नभए हो नि त त्यस्तै गरी पनि हाम्रो यो एस्ट्रोलोजी छ नि साइन्सले के थाहा हुन्छ नि मेबी नियर फ्युचरमा एउटा सर्टेन लेभलमा पत्ता लाउला तर अहिलेको मोडर्न साइन्सले पत्ता लाउनु नसकेको हो कि जस्तो नि लाग्छ क्या मलाई तर अब साइन्सलाई हामीले ठुलो किन मान्छौँ त पहिलो कुरा होइन किनभने उसले चाहिँ हरेकचोटि त्यही रिजल्ट डेलिभर गर्न सक्छ करेक्ट वाटर बोइल्स एट 100 डिग्री एट सी लेभल भनिसकेपछि इट बोइल्स देयर इज नो इन बिट्विन बाइनरीमा चल्छ क्या साइन्स हुनै पऱ्यो एभ्री टाइम हुनु पऱ्यो आज भएर होइन भोलि भएर होइन कि एभ्री टाइम हुनु पऱ्यो नि त होइन अब ह्युमन बिहेभियर चाहिँ स्ट्याटिस्टिकल मोडलमा चल्छ क्या स्ट्याटमा चल्छ प्रोबेबिलिटीहरू युज छ होइन बाहिरको कन्डिसन कन्ट्रोल हुँदैन होइन जस्तै अब लाइक तिम्रो चाहिँ नि के भन्छ भित्र गरिएको एक्सपेरिमेन्ट हो कि बाहिर गरिएको एक्सपेरिमेन्ट हो भन्ने कुरा हुन्छ साइन्समै पनि इन्भाइरोमेन्टल फ्याक्टर भनेपछि त्यहाँ पनि साइन्स आउँदैन क्या